आज क्रिस्चियन भएर पनि पेलिएको छ। बाइबलमा हे सबै थाकेको र बोझ्दै तपाईँ गाउँ म कहाँ आऊ भन्छ नि, होइन? यो पद त हामीले सुसमाचारको लागि बनाएको पद हो। तर अनि अब अरूलाई के भन्नु, अब सबैभन्दा थाकेको त म त कोही कोही बेला क्रिस्चियनहरू पनि देख्छु हो, चर्च जानु र भन्ने गर्नेहरू हुन्छ नि। तर मलाई यहाँ चाहिँ यति धेरै आश लाग्दो मान्छेहरू देखेँ हो, परमेश्वरको वचनको लागि भोकाएको मान्छेहरू। अघि 1 घन्टा त वर्षेपै गरिसक्नु भयो अरे भन्ने सुन्दै गर्दा मलाई मजा लागेको। कतिवटा ठाउँहरूमा चाहिँ नि थकी भएको छ। किन भन्दै गर्दाखेरि चाहिँ नि त्यो श्रापको कतिवटा रुटहरू चाहिँ हामीले राम्रोसँगले नभत्काएको कारणले गर्दाखेरि हेर्नुहोस् है। अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरले त्यो कुरोबाट छुटकारा गर्न चाहनुहुन्छ। एउटै कुरो तपाईँको जीवनमा दोहोरिरहँदैछ भने नि हामीले बुझ्नुपर्छ, ए मलाई क्रिस्चियन भएर पनि दुःख दिइरहने त्यो त श्राप पो रहेछ। अब त्यसको लागि प्रभु गरिदेऊ, होइन? प्रभुले भन्छ तँलाई अधिकार दिएको छु, तैँले बोल, होइन? मैले तँलाई अधिकार दिएको छु, तैँले बोल्न सुरु गर, तैँले विश्वासको साथमा खडा हो। त्यो लाइनहरूलाई सबै त्यसको जरा समेत तैँले काट्न सुरु गर, हुन आउँछ। किनभने यर्मियालाई प्रभुले भन्नुभयो, होइन? अनि मैले तेरो मुखलाई छुएको छु, अनि तेरो मुखलाई चाहिँ मैले उखेल्न भत्काउन, कस्तो मजाको कुरा लेखेको छ, होइन? निर्माण गर्न पनि, नराम्रो कुरोको लागि मात्रै होइन, निर्माण गर्न बनाउनको लागि चाहिँ नि मैले तेरो मुखमा चाहिँ नि त्यो अधिकार दिएको छु भन्छ बाइबलले। त्यो त पुरानो नियमको यर्मियाको कुरा हो। तर नयाँ करारमा त नि परमेश्वरले तपाईँ र मलाई आफ्नो रगतले जान्छ र त्यो अधिकार, हेर्नुहोस् है, पृथ्वीको मात्रै अधिकार होइन, परमेश्वरले त तपाईँ र मलाई स्वर्ग र पृथ्वी दुवैको अधिकार दिनुभएको छ। अब तपाईँ र म चाहिँ ए त्यो अधिकार त अब प्रभुले मलाई दिनुभएको रहेछ। अब चाहिँ तपाईँ र मैले कहाँ केले दुःख दिएको छ नि, तपाईँ र म डराएर बस्ने होइन, तर त्यसलाई चाहिँ तपाईँ र मैले भत्काउने हो, होइन? अब त्यो श्रापहरू बाइबलमा हामीले हेऱ्यो भने नि यो श्रापहरू कसरी भित्रिन्छ? श्रापहरू भित्रिने, हाम्रो परमेश्वर श्राप दिने परमेश्वर होइन, हाम्रो परमेश्वर त आशिषको परमेश्वर हुन्छ। हेर्नुहोस् है, श्राप दिने परमेश्वर होइन, तर हाम्रो जीवनमा चाहिँ कोही कोही बेला श्राप हामीले भित्रै पठाउँछौँ। नक्कु जेल, यहाँनिर जेल नक्कु हो सायद, यता कुन चाहिँ मलाई थाहा, हजुर धुली खेलको त्यहाँ एउटा जेल छ अरे, त्यहाँ कसलाई राख्छ? कसलाई भनिदिनुहोस् त? कैदीलाई राख्छ। तर कल्पना गरौँ न, त्यो धुली खेलको जेल खाली छ, एकदमै खाली छ। अनि त्यो जेलको बाहिर बसेर पुलिसहरूले डन्ठा पक्रेर घुम्दैछ, कुट्नु पाए पनि हुने, हात चिलाउँछ नि त, कुट्नु पाए पनि हुन्थ्यो। तर कैदी छैन, भित्तालाई कुटेर भएन, है, खाटला कुटेर भएन। हजुरको नाम के हो? दिनेशज्यू। अब दिनेशज्यू चाहिँ अफिस जाँदै हुनुहुन्छ अरे, त्यही जेलको बाटो भएर, धुली खेलको जेलको बाटो भएर जाँदै गर्दाखेरि पुलिसले सोध्यो, भाइ यहाँ हो त? कहाँ गएको? उहाँले भन्नुहुन्छ, दिनेशज्यूले अफिस गएको। नाम के हो? दिनेश। च्याप्पै समाचार, हाम्रो जेल कहिलेदेखि खाली भएको? तँ चाहिँ अफिस गइ बस्छास्, नाम भयङ्कर बनाउँदै हिँड्छास्, कुट्दै हाल्नु पाउँछ उहाँलाई? हजुर त्यो त पाउँदैन। जेलको बाटो छेउबाट हिँड्नु त पायो, तर जेलमा मान्छे छैन भनेर अफिस जानेलाई जबरजस्ती पक्रिँदै कुटेर हिर्काउनु त पाएन नि त। अनि मलाई लाग्छ यो जेलमा हाल्ने पुलिस होइन खासमा, होइन? जेलमा हाल्ने पुलिस होइन है खासमा, सरकार पनि होइन। अब म मर्कुस अरे, म जाँदैछु अरे, सङ्गतिमा गएको, जेलकै बाटो भएर गएँ, यहाँ आउँछ, कहाँको हो तिमी? को हो तिमी? मैले भन्छु मेरो नाम मर्कुस हो, म क्रिस्चियन हो, म चर्च गएको। च्याप्पै समातेर, हाम्रो जेल कहिलेदेखि खाली भएको? तँ चाहिँ चर्च गइ बस्छास्, मलाई कुट्दै हिर्काउनु पाउँछ? पुलिसले पाउँदैन नि, उसलाई अधिकार छैन। यो कानुनिक रूपमा होइन यो। अनि मैले चाहिँ सोचेको छु, जेलमा हाल्ने पुलिस होइन, जेलमा हाल्ने सरकार पनि होइन, अब जेलमा हाल्ने भनेको हाम्रै बेहोरा हो, होइन? मैले बेहोरा देखाएँ भने पुलिस भएकोमा खबर पुग्छ, होइन? मैले बेहोरा देखाएँ भने पुलिसकोमा खबर पुग्छ। अनि खबर पाएपछि पुलिसले खोजी भए पनि लान्छ, भागेर 7 समुद्र पारेको भने पनि पर्खेर भए पनि। अनि हामीले हजुरको खबर सुन्यौँ, अब के गर्नु, पस्नै पर्यो, बेहोरा देखाउनु भएछ। अनि भित्र लगेर कुन डिजाइनको हान्नुपर्छ, होइन? कुन सर्ट पड्काउनुपर्छ उनीहरूलाई थाहा छ, होइन? त्यो पसिसकेपछि त अब उनीहरूको राज्यभित्र कुन प्रकारले, मादल प्रकारले बजाउँछ, फुटबल प्रकारले बजाउँछ कि, होइन? अनि हामीले यीशुलाई ग्रहण गर्नु बित्तिकै नि शैतानलाई त्यो अनुमति छैन नि हामीलाई नरकमा हाल्ने। त्यसलाई कानुनले दिँदैन, परमेश्वरको कानुनले दिँदैन, किनभने तमसुक च्याति दिएको छ भन्छ, होइन? परमेश्वरले चाहिँ त्यसको हरेक कुरालाई च्याति दिनुभएको छ र कानुनिक रूपमा ख्रीष्ट यीशु हामीसँग हाम्रो लागि चाहिँ उहाँले विजय चाहिँ हाम्रो लागि प्राप्त गराइदिनु भएको छ हामीलाई। अनि त्यो कुरा चाहिँ जब तपाईँ र मैले चाहिँ नि ख्रीष्ट यीशुमा भएर अब अहिले पनि
कानुनिक रूपमा चाहिँ तपाईँ र मैले काम बिगार्छौँ। कानुनिक रूपमा भन्छौँ अब अस्ति एकजना दिदीले पास्टर बाउ शैतानको कानमा चाहिँ नपरोस्। फेरि हामी त्यस्तो छौँ नि त, शैतानको कानमा चाहिँ नपरोस्, त्यो के साह्रो बाठो छ मनमनमा भने हाम्रो प्रभु चाहिँ लठुवा हो होइन। शैतानको कानमा चाहिँ नपरोस्, त्यसले चाल पायो भने अहिले जरासम्म उखाल्छ नि, शैतानसँग थोर रहेछ हो। त्यसले त राम्रो गरी खानु दिँदैन, त्यो कुनी के हो, त्यो खतरा हो भयङ्कर। अनि मैले सुने 3 मिनट मात्रै सुन्नु सकेँ। अनि मैले भनेपछि शैतान चाहिँ तपाईँको लागि भयङ्कर, हाम्रो प्रभु चाहिँ केही पनि होइन। हामीले यस्तै बोल्छौँ र त शैतानले उडी धुला हान्छ होइन। हाम्रो कानुनी भागमा चाहिँ तपाईँ र म श्रापसँग डराउने, कानुनिक रूपमा चाहिँ तपाईँ र मैले त्यसलाई सर्काउने, कानुनिक रूपमा चाहिँ अब हाम्रो चाहिँ परमेश्वरको पुत्र ख्रीष्ट येशूको रगत भन्दा चाहिँ त्यसकै शक्ति ठुलो सम्झ्यौँ भनेदेखिलाई चाहिँ हाम्रो आयु कहिले बढ्छ? बढ्दैन नि त, हाम्रो डाइमेन्सन बढ्न सक्दैन। किनभने अब हामीलाई त्यो भइसकेको छ कि, किनभने हाम्रो ब्लड, हाम्रो सोचाइ, विचार, बोलाइ हरेक कुराबाट चाहिँ हाम्रो डाइमेन्सनहरूलाई रोक्ने हिन्ड्रेन्सहरू नि। अब श्रापको कुरा कसरी भित्रिन्छ भन्दै गर्दा नम्बर 1 हाम्रो परमेश्वर श्राप दिने होइन तर आशिष दिने हुँदै पनि हाम्रो विद्रोहीपनले चाहिँ हाम्रो जीवनमा श्राप ल्याउँछ। केले? विद्रोहीपन भनिदिनुहोस् न। अब यो विद्रोहीपन चाहिँ कहाँ छ बाइबलमा भन्नुहुन्छ भन्दा उत्पत्ति 3:14 देखि उता पाउनुहुन्छ है। उत्पत्ति 3:14 देखि उता चाहिँ नि आदम र हवा चाहिँ के भएको हो? विद्रोही भएको। परमेश्वरले नगर ल नखा ल भनेको कुरा चाहिँ खाइदिएको हो नि त। यो विद्रोहीपन होइन, खान्छु के गर्छौ भनेको यो होइन। परमेश्वर चाहिँ नखाए भनेको खान्छु के गर्छौ भनेर खाइदिएको। उल्टा आदमले त दोष पनि लगाएको छ, तैँले के गरिस् भने खाइस् भने तपाईँले दिएको स्त्रीले खुवाएको हो भनेको छ। हेर्नुहोस् है, यो विद्रोहीपन हो। परमेश्वरले त्यत्रो भन्दै पनि आदम र हवाले खाइपठायो, तर पनि परमेश्वर कस्तो प्रेमिलो सोध्नु भएको, आदम कहाँ छस् भन्दै नि। परमेश्वर चाहिँ कुन आयाममा बनाउनु भएको थियो, कुन डाइमेन्सनमा बनाउनु भएको थियो, अनि त्यो डाइमेन्सनदेखि चाहिँ नि परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दा विद्रोही हुँदै गर्दाखेरि चाहिँ त्यो आयामदेखि छर्लङ्गै तल झर्दै गर्दाखेरि चाहिँ प्रभुले खासमा चाहिँ त्यो सोधेको, तँ कहाँ छस्? मैले त तँलाई कुन लेभलमा बनाएको थिएँ, मैले त तँलाई कुन शक्तिमा बनाएको थिएँ, मैले त तँलाई कुन आयाममा बनाएको थिएँ, तँ अहिले कहाँ छस्? अनि त्यो झाडीको उसमा पसेर लुकेको थियो। परमेश्वरले नदेखेर सोधेको होइन नि त्यो। खासमा त्यत्रो सारा स्वर्ग र पृथ्वी बनाउने परमेश्वरले त्यो झाडीमा लुकेको व्यक्ति देख्दैन होइन। मैले त यसो भनेको छु, मेरो खोजाइ हो भनेदेखिलाई परमेश्वरले पो त्यसरी प्रेम गरेर कहाँ छस् भन्दै खोज्यो। म भए त त्यसरी खोज्दिनँ भनेको छु। म भए त हातमा यत्रो बाँसको भाटा लिएर हो पछाडिबाट एक तर हुरुक्कै हुने गरी नदिएर तैँले किन बेहोरा थिएँ बाटोमा सुरु हुन्थ्यो कि मेरो। अर्को हातमा फल पनि बोकिहालेर यही खान्छु भनेको होइन, खाँदै धोलाइदिने बेहोस पारेर मात्रै म त बात मार्थेँ। किनभने मैले त्यसरी भेटेको छु नि त उहाँलाई। त्यो भएर त्यो चिनी हुन्छ नि, चिनी सानो फुच्चे हुँदा साह्रो गुलियो मनपर्ने कि। बाबा नहुँदा चोरेर खाएको, आमा बाबा नहुँदा डाक्टो भाँडै फुटाइ पठाएर भुइँभरि झऱ्यो। अनि बाबा आइपुगेर चाहिँ धुलाइदिएको नि त, चिनी खाने म खुवाउँछु भनेर चाहिँ भुइँ पोछा लगाएको जस्तो यत्रो यत्रो फुल लाग्थ्यो। अनि मलाई चाहिँ आदम र हावालाई त धन्न तिमीहरू त बाँचेछौ भनेर मेरो बाउ भएको भए त्यहाँनिर सानो धुलाइदिन्थ्यो आदम र हावालाई होइन। अनि मैले सोचेको म त्यो बाउको छोरा भएको कारणले गर्दा मेरो पनि डिजाइन चाहिँ त्यस्तै हुन्थ्यो। तर धन्न परमेश्वरले चाहिँ नि कहाँ छस् भन्दै खोज्दै आयो। हाम्रो परमेश्वर कति प्रेमिलो नि त, किनभने त्यत्तिको यिनीहरूको आयाम डाइमेन्सन सिद्धियो। अब सकिस् भन्नु भएन, म तिमीहरूलाई फेरि पनि अर्को डाइमेन्सनमा निर्माण गरेरै छर्छु भनेर चाहिँ परमेश्वर चाहिँ त्यो प्लान बनाएर आउनु भएको थियो। तर एक नम्बरमा चाहिँ यिनीहरू विद्रोही हुँदै गर्दाखेरि चाहिँ यिनीहरू श्रापित भएको होइन। यिनीहरूले कमाएको हो त्यो श्राप। उत्पत्ति 3:14 देखि उता हामीले हेऱ्यौँ भने यिनीहरूले श्राप कमाएको हो। हेर्नुहोस् है। अनि अर्को नम्बरमा चाहिँ परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दा पनि हामी श्रापित हुन्छौँ। व्यवस्था 28:15 पददेखि उता पढ्यौँ भने नि त्यो मान्छे श्रापित होस् जसले चाहिँ परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्छ होइन। कोही कोही बेला चाहिँ हामीलाई परमेश्वरप्रति विद्रोही मात्रै होइन कि आज्ञा उल्लङ्घन गर्नु मनपर्छ। आदम र हावा पनि विद्रोही मात्र भएको होइन, आज्ञालाई उल्लङ्घन पनि गरेको। क्रिस्चियन त हो, आशिषको गीत त गाउँदैछौँ होइन, हामीले स्वर्गको गीत त गाउँदैछौँ, राज्यको गीत त गाउँदैछौँ। तर पनि हामीलाई कहीँ न कहीँ श्रापले हामीलाई दुःख त्यति बेला दिन्छ जब हामी प्रभुप्रति विद्रोही हुन्छौँ, प्रभुप्रति जब तपाईँहरूमा अनाज्ञाकारी हुन्छौँ। अब अझै तेस्रो कारण पनि भनौँ, यिर्मया 17:5 पद अनुसार चाहिँ नि यिर्मया 17:5 चाहिँ भन्छ त्यो मान्छे श्रापित होस् जो चाहिँ परमेश्वरमा भरोसा राख्दैन होइन। परमेश्वरमा भरोसा नराख्नु पनि नि श्रापलाई निम्त्याउनु रहेछ है।
भनेपछि यसरी बुझौँ न, परमेश्वरको पुत्र ख्रीष्ट यीशु श्रापको लागि त मरिदिनु भएको छ, तर पनि नि हामीले त्यसको मौका दियौँ भनेदेखिलाई, हामीले त्यसको विद्रोही बन्यौँ भनेदेखिलाई, परमेश्वरप्रति विद्रोही भएर हामीले परमेश्वरलाई आज्ञा उल्लङ्घन गरेर उहाँमा भरोसा राख्न छोड्यौँ भने नि कहीँ न कहीँ, अघि मैले तपाईँलाई भनेको छ, कानुनिक रूपमा चाहिँ त्यसलाई चाहिँ हामीले मौका दिँदै गरेको हुँदो रहेछौँ। मैले अघि तपाईँलाई भने जेलमा हाल्ने पुलिस होइन, अनि हाम्रो बेहोरा, हामीलाई ख्रीष्ट यीशुले पनि स्वतन्त्रता पारिसक्नु भएको छ, तरै पनि नि हाम्रो आयामहरू किन रोकिँदैछ, हाम्रो डाइमेन्सन किन रोकिँदैछ, हाम्रो जीवनको प्रोफेसीहरू किन पुरा भइराखेको छैन भन्दै गर्दाखेरि चाहिँ कहीँ न कहीँ हामीले चेक गर्नुपर्ने हुँदो रहेछ। म विद्रोही हुँदै छुइनँ, म प्रभुमा भरोसा राख्न छोडेको छुइनँ, म परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्न थालेको त छुइनँ, चेक गर्नुपर्ने हुँदो रहेछ होइन। कोही कोही बेला यो मैले पनि अनुभव गरेर तपाईँलाई भन्दै गरेको कुरा। अब यो विद्रोहीपनको कुराहरू के हो भन्नुहुन्छ भन्दा नि, विद्रोहीपन भनेको चाहिँ आज संसारमा यति धेरै छ, हामीले यसो भन्न सुरु गरेका छौँ, ओप्रेस र पोजेस भन्ने एउटा शब्द चलाउँदैछौँ। विद्रोही भनेको चाहिँ थाहा भइ पनि अहिलेको समय कस्तो छ भन्नुहोस् त, प्रभुले छोरा बनाएर पठायो, छोरा हुनु मन लाग्दैन उसलाई, म छोरी हुन्छु भनेर हर्मोन चेन्ज गरेर छोरी हुँदैछ। हाम्रो इन्डियामा हो, केरलामा राम्रै ह्यान्डसम केटा, उसलाई केटा भएकोमा चाहिँ धोका भएर केटी भयो, हर्मोन चेन्ज गरेर केटी भयो, अनि केटासँग विवाह गर्यो, अनि एउटा छोरा पनि जन्माइहाल्यो। फेरि केटा मान्छेलाई के को रहर, छोरी भएर एउटा नानी जन्माउनु। ठुलो नेताहरू छ जसको नाम नलिउँ, उनीहरूको छोराछोरीले भित्र उनीहरूले हर्मोन चेन्ज गरेर उनीहरूले स्टेटमेन्ट दिएको छ, मानिसलाई आफ्नो अधिकारमा जिउन दिनुपर्छ, हनन गर्नु हुँदैन भन्दै मान्छे राजकीय हुँदैछ। केटा केटी हुँदैछ, केटी केटा हुँदैछ, केटा केटा विवाह गर्दैछ, केटी केटी विवाह गर्दैछ। यो कुराहरू चाहिँ नि परमेश्वरको विद्रोहीपनको कुराहरू। सायद यो भन्नु गाह्रो छ होइन, तर पनि आज मैले तपाईँलाई अलिकति भनिराखेँ। यद्यपि हाम्रो अवस्थाहरू त्यस्तो हुँदैछ। एउटा बाइबल स्कुलमा थियौँ, पास्टर प्रमोद, हामी पढाउनु गइबस्छौँ त्यो स्कुलमा। एउटा नानीलाई सबैलाई पढाउँदै एउटा बिचमा एउटा बहिनी चाहिँ केटा देख्छु, घरि केटी देख्छु हो। अनि मलाई त डर लाग्यो। अनि त्यो दिनभरि भनि न ओपन भिजन देखेको मैले, घरि हेर्दा हेर्दै केटा हुन्छ, घरि केटी हुन्छ। अनि भोलिको दिनको क्लास थियो, अनि भोलि लास्ट मेरो सेसन थियो। लन्चभन्दा अगाडिको सेसनमा फेरि मैले देखेँ। अनि लन्च ब्रेकमा चाहिँ त्यहाँको प्रिन्सिपल सरलाई भने, सर एकछिन त्यो नानीलाई कोठामा बोलाउँदा मिल्छ भनेको। मिल्छ नि सर, किन बोलाउँ भन्यो। अनि मैले त्यो नानी आयो, मैले भने छोरी एकदमै माइन्ड नगर्नु, रिसाउँदैनौ, एउटा कुरा सोधौँ भनेको त। हजुर के हो सोध्नुहोस् न, भन्नुहोस् भन्यो। अनि मैले भने साँच्चै रिसाउँदैनौ? रिसाउँदैन। तिमीलाई म घरि केटा देख्छु, घरि केटी देख्छु भनेको थिएँ कि। आँखा यत्रो बनाएर जुरुक्क उठेर कसले भने तपाईँलाई, कसले भने तपाईँलाई भन्छ, मलाई त कुटुङ र मारौँ गर्नु थाल्यो। अघि त रिसाउँदिनँ भन्यो त। होइन यो कुरा चाहिँ तपाईँ मेरो सेपरेट कुरा तपाईँलाई कसले भन्यो? अनि मैले होइन भनेको होइन, मैले तिमीलाई देखेको हो भने कि हिजोदेखि मैले तिमीलाई दुईवटा फेस देख्छु, एउटा केटाको देख्छु, एउटा केटीको देख्छु मात्रै भनेको थिएँ। यस्तो डरलाग्दो कायल भयो त्यो नानी, बरुन थाल्यो। अनि भन्यो म चाहिँ मेरो बुवाको एउटै मात्र छोरी हो, अनि मेरो बुवालाई चाहिँ मेरो छिमेकीले मारेको छ, यस्तो बिजोग गरेर मारेको छ। अनि म चाहिँ छोरी भएर केही पनि गर्न सक्दिनँ। र उसको परिवारको 3जना सदस्यको नाम चाहिँ मैले लेखेको छु, मैले हात काटेर लेखेको छु। अनि जसरी भए पनि म तिनीहरूलाई मार्छु। अनि एउटा सोसाइटीको नाम भने, त्यो सोसाइटीमा मैले यति लाख रुपियाँ तिरेको छु पैसा। मेरो पैसा नपुगेर यो ठाउँमा त म सिक्नु आएको होइन, म त टाइम पासको लागि आएको भन्छ। टाइम पासको लागि आएको। मेरो साथीहरूलाई मैले बियर किन्नु लगाएको छु। स्टुडेन्ट भएको छ नि तपाईँहरूको, स्टुडेन्ट हुनेहरूलाई त मैले बियर किन्नु लगाएर बोकेर लिएर आएको छ भन्दै रुन्छ, वा रोयो। अनि मैले भने सम्झाएर उसलाई दिनभरि रातभरि सम्झायौँ हामीले। अनि यो चाहिँ परमेश्वरको वचनले दिँदैन, छोरी तिमी त प्रभुको छोरी हो। प्रभुले यसो भन्नुभएको छ, सबै कुराहरू भन्यो कि बिचारा अलिक हारेको जस्तो भयो। त्यहाँबाट बस्यो अरे आधा दिन कति दिन बसेर चाहिँ गएछ, तर पछि गएर चाहिँ पैसा फर्काइ माग्नु आएको थियो अरे कि काठमाडौँमा। पैसा फर्काइ माग्नु आएको, पैसा फर्काइदिएन। तर मैले त्यो व्यक्तिलाई पनि क्षमा दिएँ। अनि मैले निर्णय गरेँ म छोरी नै भएर बस्ने निर्णय गरेँ भनेर फोन आयो। तर उसको लागि प्रार्थना गर्दै गर्दै यति डरलाग्दो भमिट गरेर छुटकारा भयो। श्राप बसेको थियो उसको जीवनमा। हेर्नुहोस् है, आज मैले तपाईँलाई भन्नु खोज्दै गरेको संसार चाहिँ यस्तो डरलाग्दो विद्रोहीपनमा गएको छ। मैले तपाईँलाई ओप्रेस र पोजेस भन्ने अङ्ग्रेजीको दुईवटा शब्द छ। पोजेस भनेको चाहिँ 100% कुनै पनि कुराको कैदमा पर्नुलाई चाहिँ पोजेस भन्छ, POSSESS। पोजेस भनेको चाहिँ 100% कुनै पनि कुराको अधीनमा बस्नुलाई चाहिँ पोजेस भन्छ है।
POSSESS पोजेस। तर पोजेस हुनुभन्दा अगाडि चाहिँ ओप्रेस हुन्छ, OPPRESS। ओप्रेस भनेको चाहिँ 50% हो। सुन्नुहोस् है, अब यो मान्छेले डाइमेन्सनको कुरा गर्छ कि भनेको त हिसाब पो झिक्यो नभन्नु होला फेरि। अनि म यहाँबाट अलिकति हामीलाई बुझ्नु सजिलो हुन्छ। ओप्रेस भनेको चाहिँ तपाईँ र मलाई 50% कुनै पनि कुराले कैद गरेको। अब 50% भनेको चाहिँ तपाईँ र मलाई यो गर्नु नहुने कुरा भनेर याद छ तर पनि गर्दैछौँ, यो त 50-50 हो नि त, होइन? चुरोट खानु नहुने कुरा हो, सबैलाई याद छ। चुरोटको खोलमा के नक्सा हुन्छ हजुर? अनि म तपाईँलाई भन्दिनँ नि खाने रहेछ है, नाम भन्यो भन्दिनँ। फेरि हामी के ज्ञानी छौँ त। ल धन्यवाद, तपाईँले भनिदिनु भयो। चुरोटको त्यो खोलमा चाहिँ क्यान्सरको नक्सा हुन्छ। अनि चुरोट खानेलाई यसो भन्दा खुसी हुन्छ, पछि तिम्रो पनि यस्तै होस्, म मजाको क्यामेरा ल्याएर फोटो खिच्छु ल भन्दा खुसी हुन्छ। यसो चाहिँ नभन्, भयो भने चाहिँ तेरै होस् भन्छ। 50% चाहिँ उसलाई डर छ यस्तो नहोस्, तर पनि 50% छोड्दैन। कहाँ एउटा क्रिस्चियनले त नि पास्टरलाई बाइबल र चुरोटको खोल लगाएर गएको थियो अरे। लो पास्टर बाउ, यो कहाँ बाइबलमा लेखेको छ चुरोट खानु हुँदैन, पद देखाइदिनु पर्यो। अहिले छोड्छ। अब खानेहरूको त अनेक बुद्धि हुन्छ नि त। लु पद चाहिँ यहाँ लेखेको देखाइदिनु, चुरोट नखानु भने कहाँ लेखेको छ, म छोडिहाल्छु। पास्टरलाई खानु न रिस उठ्दैछ। भाइ त्यस्तो सानोतिनो कुराको विषयमा लेख्ने ठाउँ बाइबलमा छैन, त्यसकै खोलमा लेख्दैछ। चुरोटको खोलमा लेखेको छ होइन, खेलिदिएछ। हेर्नुहोस् है, कोही कोही अनेक आइडिया हुन्छ, हामीलाई डर हुन्छ र पनि मान्छेले खाँदै गरेको हुन्छ। 50% याद छ खानु नहुने कुरा, तर पनि खाँदै गरेको हुन्छ। यो चाहिँ ओप्रेस हो। अब व्यभिचार गर्नु हुँदैन, मान्छेलाई थाहा छ त, होइन? व्यभिचार गर्नु हुँदैन, व्यभिचार गरेको भेट्यो भने टाउको फुट्छ, व्यभिचार गरेको भेट्यो भने ढाड भाँचिन्छ, व्यभिचार गरेको भेट्यो भने पुलिस चौकीमा पुग्नुपर्छ, बदनामी हुन्छ। थाहा छैन अहिलेको संसारलाई? थाहा छ नि। यो थाहा भएर त हो भालेको डाकतिर कुद्दै गरेको हुन्छ, होइन? कहाँ डेटिङ गएको अरे, खर्च गरेर कहाँ पुगिराखेको हुन्छ, तर फेरि त्यस्तो मान्छेलाई जसले पनि भेटिहाल्दो रहेछ, देखिहाल्दो रहेछ। हेर्नुहोस् है, यो थाहा भएर लुकेको भागेको खासमा 50% ओप्रेस छ, तर 50% चाहिँ उनीहरू लुक्न चाहन्छ। 50% उनीहरू त्यो सम्बन्धबाट छुट्न सक्दैन। हेर्नुहोस् है, जहाँ रक्सी, भाङ, धतुरो, सेन्टेरियम, ड्रग्स खानु हुँदैन, सबै याद छ त, होइन? अब क्रिस्चियनले गवाइदिएको पहिला संसारमा हुँदै गर्दाखेरि म 1 मगले मान्थेँ, अहिले प्रभुमा आएपछि त 5 मगले पनि मान्दिनँ, प्रभुलाई धन्यवाद होस् भन्ने गवाइन्छ। अभिषेक भन्दा सबैलाई लडाउनु सक्यो, मलाई मात्रै लडाउनु सकेन। हालेलुया भन्नु हरेस लाग्दैन यस्तो क्रिस्चियनहरू? ओप्रेस भइसकेकोहरू के, ओप्रेस भइसकेकोहरू। खानु हुँदैन, मात्नु हुँदैन, दरिद्रता ल्याउँछ, यसले मान्छेको जीवनलाई नाश गर्छ भन्ने थाहा हुन्छ नि, तर पनि लुक्की छिपी खाँदै गरेको हुन्छ। यो चाहिँ 50% के भएको हो? ओप्रेस भएको है। कति क्रिस्चियनहरू, चर्च आउने क्रिस्चियनहरू पनि नि, स्वर्गीयको गीत गाउनेहरू पनि कोही कोही बेला चाहिँ ओप्रेस भएर हिँड्दै गरेको हुँदो रहेछ। 50-50 हो नि त ओप्रेस भनेको चाहिँ। 50% लुकीछुपी व्यभिचार, लुकीछुपी मदपान, लुकीछुपी के हो अब थुप्रै तपाईँलाई याद छ। यो चाहिँ ओप्रेस हो। अब अहिले अझ अर्को कुरा गरौँ न, सबैको हातमा इन्टरनेट छ, होइन? मोबाइल फोन छ। अब यो इन्टरनेटबाट मोबाइल फोनमा हामी पस्यौँ भने नि हरेक नराम्रो कुराहरू पनि मान्छेले हेर्न सक्छ र संसारले हेरिराखेको छ। पोर्नोग्राफ भन्छ, अश्लील भिडियोहरू, होइन? घिनलाग्दो छाडा पिक्चरहरू हेर्नु हुँदैन, मान्छेलाई थाहा छ त, यो सबैलाई याद छ। त्यही भएर त होला ढोका बन्द गरेर मजाले चुक्कुल लगाएर, झ्याल बन्द गरेर, पर्दा लगाएर, लाइट अफ गरेर, ब्राइटनेस घटाएर, सिरपभित्र हो त्यो बित्थामा मान्छे तर्सी हिँड्छ नि। याद गर्नुभएको भाइ ठिकै छ? हजुर ठिकै छ। मलाई त साह्रो डाउट लाग्छ हो, फोन घोप्टाएर राख्ने, हावामा पनि तर्सी हिँड्ने, पुरा डाउट लाग्छ। किनभने ठिक छैन है भने त्यस्तो लाग्छ मलाई चाहिँ। अब तपाईँलाई कस्तो लाग्छ? उता हाम्रोतिर पुरा छ नि त त्यस्तो तर्सिनेहरू, यतातिर छैन होला। अन्त भनेको है मैले। हेर्नुहोस् यो चाहिँ के हो भन्नुहुन्छ भने अब हाम्रो कुरा डाइमेन्सन र अगमबानीको छ। अब त्यस्तो अगमबानी र डाइमेन्सनलाई रोक्ने हिन्ड्रेन्सहरू हो के यो। थाहा छ र पनि मान्छे लुकी छुपी गरिबसेका हुन्छन्। माग्नु हुँदैन। म त सानो थिएँ, एक दिन पुच्छे थिएँ, प्रभुलाई पाएको थिएन। आमा र बाबा पुरा झगडा भयो घरमा। भएर चाहिँ बाबाले अलिक हानेर आएको रहेछ।
लडाइँ के फेरि 3 घन्टापछि त आमा र पापा मिल्नु भयो। म चाहिँ खेल्दै थिएँ, कता कता याद छ कि मलाई। लु अब म कसम खान्छु भने मेरो टाउकोमा हात राखेर बाबाले हो बाबाले हात राख्नुभयो। अब छोडेको होला जस्तो लाग्यो। 3 घन्टापछि त्योभन्दा डरलाग्दो मात्र आएछ। म त टेन्सनले झन्डै मरेँ नि। त्यो कसम तोडेको त होइन, म टेन्सनले झन्डै मरेँ। किनभने सुनेको थिएँ सानो हुँदा कसैलाई कसम खाएर तोड्यो भने चाहिँ मर्छ है त्यो मान्छे भन्ने सुनेको थिएँ। भएर त हावाको कुरा रहेछ। अनि परमेश्वरको अनुग्रह थिएछ म माथि, म मान्छे। अनि अहिले चाहिँ हाँस उठ्छ म कि। अनि बाबा त्यो दिन मेरो बाबुलाई पनि थाहा छ रहेछ खानु नहुने कुरा भनेर कसम पनि खाइटो बोलेको रहेछ। तर बेहोरा नछोडेपछि भयो त कसमले भ्याउँछ हो। अब हाम्रो जीवनमा चाहिँ के हुँदो रहेछ भन्दै गर्दा अहिले पनि प्रभुको सहनहरू चाहिँ हामी आयाम र डाइमेन्सनको कुरा गर्दै गर्दा अलौकिक दुनियाँ र सुपरनेचरल भित्र हामी त्यो आशा गर्दै गर्दा कोही कोही बेला चाहिँ हामीलाई थाहा नभएको मसिनो मसिनो रोकावटहरू हिन्ड्रेन्सहरू के यो चाहिँ एउटा विद्रोहीपनको कुरा म तपाईँलाई भन्दैछु। ओप्रेस चाहिँ नि जब हाम्रो जीवनमा पोजेस हुन सुरु गर्छ डेन्जर हो। ओप्रेस भनेको चाहिँ 50% हो। व्यभिचार गर्नु हुँदैन, मान्छेलाई थाहा छ र पनि गर्दैछ। हरेकको हातमा मोबाइल फोन छ। अनि केटा र केटी होइन, बोयफ्रेन्ड गर्लफ्रेन्ड छ, एउटा कुरा त्यो स्वाभाविक कुरा हो। तर हाम्रो मेसेजहरू कस्तो हुँदैछ? हामी कडासँग भन्दैछौँ पास्टर प्रमोद, हामीले यो दिनहरूमा परमेश्वरले हामीलाई भन्न दिइराख्नु भएको छ कि त्यो चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ जमान जमानीहरू रिलेसनमा आएको भाइ बहिनीहरू मात्र होइन, रिलेसनमा बस्ने व्यक्तिहरूले अनि मोबाइल च्याटिङमा कसो गर्दैछ, यति धेरै सेक्सुअल च्याटहरू गर्दैछ। सेक्सुअल सेटिङहरू मेसेजमा व्यभिचार गर्दैछ। यो कुरो परमेश्वरलाई मन नपर्ने विषय हो होइन। अनि कसैले भिडियो कलमा व्यभिचार गर्दैछ। हाम्रो एउटा स्कुल छ। अनि त्यो स्कुलमा जहिले पनि हामीले काउन्सिलिङको समय राख्छौँ। राम्रो स्टुडेन्ट थियो, वर्कसिप पनि दामी गर्ने, राम्रो सबैले स्टाफहरूले पनि भनेको पछि बेस्ट स्टुडेन्ट उसलाई दिउँ है भनेको थियो। हुन्छ भनेको थिएँ मैले पनि। भरे त काउन्सिलिङमा त त्यो भाइ पो आउँछ। मेरो पनि एउटा सानो छ समस्या भने के छ भनेको त गुवा रोएर भन्छ म त एउटा स्त्रीसँग भिडियो कलमा दिनौँ व्यभिचार गर्छु, म छुटकारा हुन चाहन्छु। मण्डलीको अगुवाले राम्रो छ भनेर मलाई मौका दिन्छ आराधना गर्ने, सबैले राम्रो भाइ भन्छ मलाई, सेवाकाईको लागि मलाई सोचिसकेको छ। तर म भित्र चाहिँ म व्यभिचारमा फसेको छु, म छुटकारा हुन चाहन्छु। यो स्कुलबाट म निको भएर फर्किन चाहन्छु। गुवा रोयो। हेर्नुहोस् त बाहिरबाट हेर्दा राम्रै, भित्रको अवस्थाहरू आज मान्छेको बिग्रिराखेको छ। किनभने नि डिजिटल एजमा छौँ। यस्तो डिजिटल एज सबैको हातमा फोन छ। केही छैन र हेरिबस्नुपर्छ। के खोजेको उसलाई पनि थाहा छैन होइन, के खोजेको उसलाई पनि थाहा छैन, पल्टाएको गर्छ। डिजिटल एजै त्यस्तो अरे नि त। के खोजेको उसलाई पनि थाहा छैन, अलिक चाखलाग्दो देख्यो भने फर्किने हो, फेरि बस्ने हो, फेरि खोज्ने, के खोजेको उसलाई थाहा छैन। यस्तो एजमा जिन्दगीलाई के हो बनाइसकेको छ। यो चाहिँ ओप्रेस। जब चाहिँ तपाईँ र मेरो जीवनको आदतहरू, बोल्ने गर्ने आदतहरूबाट हामी छुटकारा भएन भने 50 को 50 चाहिँ रहिरहँदैन है। 60, 70, 80, 90, 100 हुन्छ। 100 भइसकेपछि चाहिँ हामी 80, 90 भइन्जेल चाहिँ लुक्दै हिँडिन्छौँ, भागिन्छौँ, झुक्काइन्छौँ, घरकोहरूलाई झुक्काउँछौँ, मण्डलीकोहरूलाई झुक्काउँछौँ होइन। अनि हामीले घरि के पासवर्ड चेन्ज गरेर हुन्छ कि ब्राइटनेस घटाएर हुन्छ कि होइन, झुक्काइ मुक्काइ सिम चेन्ज गरेर हुन्छ कि त्यो चाहिँ नि 50, 60, 70, 80 यो कुरा चाहिँ नि हामी चर्च आउँदा छोड्नुपर्छ। प्रभुको वचन सुन्दा हामीले छोड्नुपर्छ। यो आदतहरूबाट तपाईँ जब मुक्त हुन्छौँ नि, हाम्रो आयामहरू सुरु हुन्छ, हाम्रो डाइमेन्सन सुरु हुन्छ, प्रोफेटिक रिलम्सहरू खोलिन सुरु गर्छ, सुपरनेचरल दुनियाँ खोलिन सुरु गर्छ। यो चाहिँ मसिनो हिन्ड्रेन्सहरू। अब 100 पुगिसकेपछि चाहिँ अघि लुक्दै चुरो ठाने चाहिँ नि एउटा मात्रै खाइबस्दैन नि त, उसले प्याकेट खाने हुन्छ होइन। त्यो ड्रग्स पनि एउटा ट्याब्लेट एन्टेन खाने, एन्टेन मात्रै चुसी बस्दैन, अनि ऊ चाहिँ अर्को ड्रग्सतिर पसेको हुन्छ। हेर्नुहोस् है, अब यो ओपन खानु थालिसकेपछि चाहिँ नि लुक्दैन, ऊ डराउँदैन, भाग्दैन। अनि उसलाई सोध्यो भने भाइ किन खाएको, यसो नगर न हो भन्यो भने तेरो पैसाले खाएँ भन्छ, न्यु खोज्छ त्यहाँबाट, डु एन्ड डाई हुन्छ। धेरै अगुवाहरूलाई त्यसरी धम्काएको छ, धेरै आमा बाउलाई त्यसरी धम्काएको छ मानिसहरूले। यति डरलाग्दो कि अन्तमा गएर उसको जिन्दगी गाह्रो भएर मरेको छ। किन भन्दै गर्दा ऊ चाहिँ ओप्रेस हुँदै छुटकारा भएन। अनि ऊ चाहिँ पोजेस भइसकेपछि चाहिँ शैतानको कैदमा 100% चाहिँ उसको कैदमा आएपछि अब त्यसले के चाहिँ गर्छ, जे गर भन्छ त्यही गर्नुपर्छ होइन। तैँले यो गर भने पनि गर्नै पर्छ। अब किन त्यो पोर्नोग्राफ हेर्ने मान्छेले नि पोर्नोग्राफ हेर्नु छोडेन, अश्लील भिडियोजहरू, नराम्रो पिक्चरहरू हेर्दैछ, ऊ बाइबल पनि पढ्दैछ, चर्च पनि जाँदैछ, ठिकै छ। तर उसले हेर्दैछ भने नि अनि उसको चाहिँ त्यो चाहिँ आयाम चाहिँ बढेर जान्छ।
त्यसको पनि डाइमेन्सन हुन्छ, त्यसको पनि आयाम हुन्छ, रिलम हुन्छ। त्यो बढेर गइसकेपछि एउटादेखि सुरु भएको हुँदै 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 गएपछि नि अन्तमा जब त्यो फुल टोटलीसित जब पोजेस हुन्छ नि त्यति बेला चाहिँ त्यसलाई व्यभिचार गर्नु के जस्तो लाग्दैन। 8 वर्षको बालिका चिन्दैन, हत्या गर्नु के जस्तो मान्दैन। इन्डियामा नि हिजो अस्ति आफ्नै श्रीमानलाई 15 पिस काट्यो उसको बोयफ्रेन्डसँग मिलेर। अनि मजाले त्यो पनि हड्डी र छाला अलग गरेर बकेटमा हालेर फ्याँक्नु जाँदै गर्दाखेरि चाहिँ भेट्यो, समात्यो। हेर्नुहोस् है, के भएको आफ्नो श्रीमानलाई त्यसरी 15 पिस गर्ने आँट कहाँबाट आयो? ऊ पोजेस भएपछि मात्रै आउँछ नि, नत्र भए त अलिकति भए मान्छे हो नि त, दया हुन्छ, माया हुन्छ होइन। अनि जब मान्छे चाहिँ पोजेस हुन्छ नि उसलाई हत्या गर्नु, व्यभिचार गर्नु के जस्तो लाग्दैन, झुट बोल्नु के जस्तो लाग्दैन। कति क्रिस्चियनहरू कति धेरै झुट बोल्छन्, कति क्रिस्चियनहरू कति डरलाग्दो घिनलाग्दो पापमा फँसेको छन्। यो के भएको भन्दै गर्दा चाहिँ ओप्रेस हुँदा नै ऊ नफर्केर 50% हुँदा नै ऊ फर्क्यो भनेदेखिलाई चाहिँ नि 40, 30, 20, 10 हुँदै 0 मा आउँछ होइन। ऊ पश्चाताप गर्छ। आज मात्र बिहानसम्म मलाई 3वटा भोइस मेसेज आएको छ अनि रोँदै भनेको छ म फँसेको छु पास्टरमा। मैले सोच्दै नसोचेको मान्छेहरू प्रार्थना गरिदिनुहोस्, प्रभुले के भन्नुहुन्छ, मेरो लागि प्रभुले राखेको क्षमा छ कि छैन, मेरो लागि प्रभुले राखेको अब फेरि मुक्ति छ कि छैन, गर्दै। अनि म सोचिराखेको छु सम्झाउनु पर्यो भनेर भरैतिर। हेर्नुहोस् मैले यो कुरा किन भन्दैछु भन्दै गर्दा नि हाम्रो जीवनमा ओप्रेस हुन्छ, झुट बोल्ने, खाने, पिउने, गर्ने, लुकीछुपी अनेक हाम्रो आदतहरू क्रिस्चियनहरू हो हामी। तर पनि नि हाम्रो जीवनमा यो कुराहरू हुँदैछ भने एक दिन जब पोजेस हुन्छ नि यसले हाम्रो डरलाग्दो ठाउँमा पुऱ्याउँछ। अनि त्यो पोजेस भइसकेपछि चाहिँ हाम्रो आयामहरू रोक्छ। हेर्नुहोस् है, अब त्यो कुरा हुन नदिनको लागि चाहिँ परमेश्वरले हामीलाई यस्ता सेवाकाहरू दिइराख्नु भएको छ। सबै ठाउँ यस्ता सेवाकाहरू एक्सेप्टेबल छैन, तर प्रभुलाई धन्यवाद भनौँ, प्रभुले हामीलाई यस्ता लिडरहरू दिनुभयो जो लिडरहरूले चाहिँ यस्तो सेवाकाई जरुरतलाई देख्नुभयो। अनि मण्डलीको लागि हामी हरेकको लागि प्रभुले यस्ता सेवाकाहरू प्रभुले दिनुभएको छ। धेरै हामी पास्टर प्रमाण हामीले यस्ता सेवाकाहरू गरिरहँदाखेरि धेरै मान्छेहरू निको भइराखेको छ, छुटकारा भइराखेको छ। हेर्नुहोस् है, आज म तपाईँसँग यो कुरा किन हामीले यो बोल्ने कोसिस गरिराखेको छ भन्दै गर्दा नि हामी पहिला खाली हौँ न भन्ने भयो कि। अनि तपाईँ त्यस्तो हुनुहुन्छ भनेको त होइन, तर कोही कोही बेला सानो सानो कुराहरू पनि हाम्रो जीवनको ओप्रेस भएर बसेको छ भने यसलाई हामीले निकाल्यौँ भने कति राम्रो हुन्छ होला भन्ने कुरा। 3वटा कुरा मैले तपाईँलाई भने। गिरासिनीको भूत लागेको मान्छे नि पोजेस भएको मर्कुस 5 अध्यायमा। गिरासिनीको भूत लागेको मान्छे चाहिँ मर्कुस 5 अध्यायमा पोजेस भएको हो। किन भन्नुहुन्छ भन्दा ऊ चिहानमा बस्थ्यो अरे। चिहानमा बस्नु डर लाग्दैन थियो अरे। हामी यस्ता व्यक्तिहरू यहाँ छौँ होला त, मजाले कटेज मिटिङ गरेर क्रुसको केम छ, मजाले शक्तिशाली वचन सुनेर च्यान घारीको बाटोमा जाँदा क्रुसको गीत गाउँदै जानेहरू यहाँ छैन? डर लाग्छ नि त। च्यान घारी आइपुगेपछि जागृति आत्माको कुरा गरेको हो, रगतको गीत गाउनेहरू पछाडि सो टर्चलाइट देखाउँदै हाम्रोतिर चाहिँ पुरा हुन्छ नि त। सङ्गति माथि बस्यो, मजाले आत्मिकी भयो, अनि च्यान घारीमा पुगेपछि चाहिँ सँगै जाउँ है हामी त्यहाँ पुगेर चाहिँ भन्ने हो। क्रुसको गीत गाउँदै खोल्चा थर्काएर गाउनेहरू छ है। पहिला म पनि त्यसै गर्थेँ। तर किरासिनीको भूत लागेको मान्छे चिहानमा बस्दाखेरि पनि डर लाग्थेन अरे। यो कस्तो मान्छेलाई चाहिँ डर लाग्दैन? डर भन्ने शब्द चलाउँदै चाहिँ चिहान घारी छोडिदिउँ हामी, डर भन्ने शब्द चलाउँछु। कस्तो मान्छेलाई चाहिँ नि डर लाग्दैन भन्नुहुन्छ भन्दा नि पोजेस भएको मान्छेलाई डर लाग्दैन। हाम्रो जीवनमा हामीले यसो भन्दैछौँ, परमेश्वरको डर लाग्न छोड्दैछ भने चेक गरेर भन्छौँ हामी। मण्डलीको अगुवाहरूको डर लाग्न छोड्दैछ, आमा बाउको डर लाग्न छोड्दैछ, पति पत्नीमा एउटाले अर्कोको भई डर हराउँदैछ भने चेक गर्नुपर्छ। किनभने आजको संसारले केसँग पनि डराउँदैन। अहिलेको संसार चाहिँ पाप गर्नु डराउँदैन, अहिलेको संसार परमेश्वरसँग डराउँदैन। अहिलेको संसार यस्तो उग्र भएर गएको छ, परमेश्वरको विद्रोही हुनु डराएको छैन है। तर प्रभुको छोराछोरीहरू र संसारका व्यक्तिहरू फरक हुन् होइन। हामी त परमेश्वरलाई आराधना गर्ने मानिसहरू, अनि हाम्रो माइन्ड सेट चाहिँ कस्तो हुनुपर्दो रहेछ भन्दै गर्दाखेरि चाहिँ अब हाम्रो जीवनमा प्रभुको कति धेरै भइ छ होइन, कति धेरै परमेश्वरलाई प्रेम गरेको छौँ, कति धेरै उहाँको डर हामीले राखेको छौँ। किरासिनीको भूत लागेको मान्छे चाहिँ डराउँदैन थियो अरे चिहानमा बस्दाखेरि। म सङ्गति जाँदिनँ, कसले के गर्छ भन्ने हृदय जब आउन सुरु गर्छ हामी डेन्जर जोनमा आउँछौँ। चर्च जाँदिनँ, प्रार्थना गर्दिनँ, म सङ्गति गर्दिनँ, म मण्डलीलाई टेर्दिनँ, कसले के गर्छ भन्ने जोनमा पुगेको छ भने हाम्रो खतरा आयाम हो त्यो। किनभने हाम्रो ओप्रेसले चाहिँ हामीलाई त्यहाँसम्म पुऱ्याएको छ। अनि त्यो भन्ने अवस्थामा पुग्दै गर्दाखेरि चाहिँ नि तपाईँ र मैले भन्नुपर्छ, प्रभु म फर्किन्छु, यो मेरो लागि हो, यो ओप्रेस म त्यो अवस्थामा म जाँदै थिएँ भने प्रभु म फर्किन चाहन्छु। प्रभुलाई भनौँ प्रिय। अर्को कुरामा तपाईँलाई भनौँ, यो व्यक्ति चाहिँ नि नाङ्गो झार्थ्यो अरे, लाज लाग्दैन थियो अरे।
भनेपछि तपाईँलाई कस्तो लाग्छ? पोजेस भइसकेपछि लाज लाग्नु छोड्छ। कति छाड्नु, चर्चको बदनाम गर्नु, प्रभुको बदनाम गर्नु के जस्तो लाग्दैन? तपाईँले त्यस्तो क्रिस्चियनहरू देख्नु भएको होला नि, होइन? कति छाडेर प्रभुको पनि मतलब हुँदैन, मण्डलीको मतलब हुँदैन, के भएको? उसलाई लाज शरम छैन। यो के भएको? यो त लास्टको डेमोन्स्ट्रेसन हो। अनि उसको जिन्दगीमा मिस्टेक चाहिँ पहिलादेखि नै भएको हुन्छ। उसले चाहिँ ओप्रेसदेखि पनि छुटकारा नभएर चाहिँ ऊ पोजेस भइसकेको हुन्छ। अनि पोजेस भइसकेपछि उसलाई लाज के को लागोस् र, होइन? पोजेस, होइन? अनि त्यो व्यक्तिले नि माटो खान्थ्यो अरे, आफ्नो शरीर आफै काट्थ्यो अरे, अनेक कुरा भनेको छ। अनि यीशु ख्रीष्ट जाँदै गर्दाखेरि चाहिँ भनेको छ, तपाईँले मलाई केही पनि नगर्नु, के छ तपाईँको मसँग के सरोकार, बरु मलाई उयो सुँगुरको हुलमा जान दिनुहोस्। 2000वटा सुँगुर चढ्दै थियो कि एड्रेस आफै खोजेको थियो। पोजेस भएको आत्माले नि एड्रेस आफै खोजेको, किनभने टेरिटोरी स्पिरिट हुन्छ, भूभागमा रहेको। कुनै एउटा ठाउँहरूमा मातिरहने, झगडा गरिबस्ने त्यस्तो खालके व्यक्तिहरू तपाईँले देख्नु भएको होला। त्यो ठाउँमा गइसकेपछि दुर्घटना भइबस्ने, त्यही ठाउँमा घरि के भइबस्ने, त्यो टेरिटोरी स्पिरिट हुन्छ। त्यो दुष्ट आत्माले नि आइडिया लगाएको खासमा यहाँबाट चाहिँ नि यो व्यक्तिबाट चाहिँ म निस्किन्छु, तर यो ठाउँ चाहिँ म छोड्दिनँ, किनभने 2000वटा सुँगुर चाहिँ त्यहीँ चर्थ्यो नि त, होइन? म व्यक्ति मात्रै चेन्ज गरेको, तर म मेरो ठाउँ चाहिँ मेरो अड्डा बनाएर म बस्छु, किनभने यो सुँगुरहरूमा चर्नु पायो भने त ऊ त दिनै हुन्छ नि त। तर परमेश्वर यस्तो सेन्सिटिभ हुनुहुन्थ्यो, अनि सुँगुर सँगसँगै त्यसको एड्रेस चेन्ज गरिदिनु भयो। 2000वटा सुँगुर चाहिँ पानीमा बसेर मर्नु फुर्सद भएन, होइन? 2000वटा सुँगुरलाई परमेश्वरले यीशु ख्रीष्टले अन्त गरिदिनु भयो। आज मैले तपाईँलाई भन्नु खोज्दै गरेको, पोजेस भएको त्यो लुते मान्छेमा पसेको स्पिरिट चाहिँ 2000वटा सुँगुरले थाम्नु सकेन। द्याट मिन्स शैतान त्यस्तो भयङ्कर भनेको होइन है मैले, तर त्यो त एउटा साधारण बनाएको शक्ति मात्रै हो। तर त्यसले पनि मौका पाएर हाम्रो जीवनमा कानुनिक भागबाट चाहिँ त्यो पस्नु पायो भने चाहिँ हामीलाई बर्बाद गर्छ त्यसले। तर हाम्रो परमेश्वर त त्योभन्दा पनि शक्तिशाली। हाम्रो परमेश्वरलाई मौका दियो भने नि तपाईँ र मेरो आयामलाई परमेश्वरले कहाँदेखि कहाँ पुर्याउनुहुन्छ। हाम्रो आयामलाई, हाम्रो जिन्दगीलाई, हाम्रो परिवारलाई, हाम्रो सेवकाईलाई परमेश्वरले नि कहाँदेखि कहाँ पुर्याउन सक्नुहुन्छ। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले उहाँलाई मौका दिउँ र उहाँको कुरा सुनेर ओप्रेस हुँदै थियो भने पनि नि हामी चाहिँ जिरोमा आएर परमेश्वरको महिमाको आयाममा उठ्यौँ भने नि परमेश्वरले साह्रो शक्तिशाली काम गर्नुहुन्छ। अब यो कुराको शिकार चाहिँ आज संसारमा शैतानले यति धेरै पेलिराखेको छ। यो त एउटा ओप्रेस, पोजेस, विद्रोहीपनको कुरा। मैले तपाईँलाई 3वटा कुरा भने, परमेश्वरमा विद्रोही हुँदा, प्रभुमा भरोसा नराख्दा, अनि अर्को कुरो चाहिँ परमेश्वरको आज्ञालाई नमान्दै गर्दा। अब त्यो भित्र नै मैले मिलाएर त्यो विद्रोहीपन के हो, प्रभुमा भरोसा नराख्नु के हो, प्रभुलाई नटेर्नु के हो भन्ने कुरा चाहिँ मैले तपाईँलाई थुप्रै कुराहरू भने, होइन? जुन भित्र चाहिँ मैले तपाईँलाई मोबाइल फोनको कुरा, ओप्रेस र पोजेसबाट मैले बताउने कोसिस गरेँ, बोल्ने कुराहरू, गर्ने कुराहरू। अब 3वटा अर्को भाग भन्छु अनि अन्त्याउँछु। अनि त्यो चाहिँ के हो भन्दै गर्दा हामी प्राण, आत्मा, शरीरमा छौँ, अर्थात् हामी आत्मामा छौँ, होइन? अनि हामी शरीरमा चाहिँ हामीले जिउँछौँ, अनि हामी भित्र चाहिँ प्राण छ। अनि यो 3वटा क्षेत्रबाट पनि कोही कोही बेला श्रापहरू भित्रिन्छ। प्राणको कुरा गरौँ, बिचको भागको कुरा गरौँ। प्राणको भागमा चाहिँ के हुन्छ भन्दै गर्दा मन, इच्छा, भावना हुन्छ प्राणमा। अनि प्राणको भोजन चाहिँ प्राणले चाहिँ के गर्नु खोजिबस्छ भन्दै गर्दाखेरि चाहिँ नि प्राणले चाहिँ टेलिभिजनहरू हेरिरहनु, यो चाहिँ प्राणको भोजन हो। पत्र पत्रिकाहरू पढिरहनु मन पराउँछ, होइन? मोबाइल फोनहरू हेर्न मन पराउँछ, सङ्गीतहरू सुन्नु मन पराउँछ। फेरि कसैको त राम्रो सुने पनि हुने नि, ढलेहरू, म त मर्छु कि औ ठुली भन्नेहरू, हो, सुदाई गर्दो भन्नेहरू, के छ। यो नेगेटिभ गीतहरू सुन्ने, धोकाको गीत हो, देब्रे पाटा दुख्दैछ भन्नेहरू, सास फेर्नु गाह्रो भइसक्यो, सिरानी आँसुले भिजिसक्यो भन्नेहरू, अनि कुनै के भएर छाया मात्रै भएर हिँड्दै गरेको गीतहरू सुन्ने क्रिस्चियन चाहिँ हो। फेरि यो चाहिँ प्राणलाई यस्तो स्ट्रङ पारेको हो, नेगेटिभ कुराको आयाममा त्यो बढेको है। तर हाम्रो प्राणले पनि नि भजनहरू सुनोस् न, हाम्रो प्राणले पनि परमेश्वरको वचनहरू सुनोस् न, हाम्रो प्राणले पनि परमेश्वरको कुराहरूलाई, भिजनहरूलाई देख्न सुरु गरोस् न, होइन? तर कोही कोही बेला चाहिँ प्राणको क्षेत्रबाट चाहिँ के हुन्छ, सुन्ने, बोल्ने, हेर्ने, देख्ने, है, प्राणको भजन चाहिँ। अब हाम्रो प्राणको क्षेत्रबाट कसरी श्राप पस्छ भन्नुहुन्छ भन्दा नि हाम्रो परिवारमा दिन रात नानीहरूले झगडा देख्यो भने नि बिस्तारै त्यो झगडाको श्रापहरू चाहिँ हाम्रो नानीहरूभित्र पस्न सुरु गर्छ। त्यही भएर म भन्छु, आमा बाउ कहिले पनि छोराछोरीको अगाडि झगडा नगर्नु, होइन? कसै त फेरि बाइबल बिर्साउनु नपाइकन चर्चबाट आएर सानो हानाहान हुँदैन। उता दार्जिलिङमा भएछ, बाइबलले दिएको अलिकतिले बाँच्यो भन्दै थियो, यस्तैबाट गयो अरे आँखा फुट्थ्यो भन्दै थियो, बाइबलले दिएको अरे नराखिकन। हेर्नुहोस् है, यस्तो खालको झगडाहरू देख्दा के हुन्छ परिवारमा? दिन रात अरूको विरोध गर्ने हुन्छ फेरि कसै परिवारमा, होइन? त्यस्तै मान्छे मात्रै थुप्रिन्छ, दिन
रात अरूको विरोध चाहिँ हाम्रो घरमा भयो भने नि हाम्रो घरमा श्राप पस्न सुरु गर्छ। फेरि अरूको विरोध गर्ने सानो आइडिया टेक्निकवालाहरू हुन्छ। तपाईँले अरूको विरोध कसै भनिदिनुहोस् त, सुन्ने मान्छे यस्तो हुन्छ अरे, होइन होला है, म त हो जस्तो लागेन भनेको चाहिँ अलिक भन् त भनेको अरे। कसै त्यस्तो टेक्निकवाला हुन्छ नि, हो र म त हो जस्तो लागेन त, अलिक कुरा भनोस् भनेर खोजेको अरे। यहाँबाट एकपल्ट थुक निलिसकेपछि म फेरि भन्नु हुने नहुने सबै भनिदिन्छ। त्यहाँबाट उसले हल्ला गर्दै जान्छ। त्यहाँबाट फेरि त्यो चाहिँ आत्मा हो नि त, फेरि आएर अर्कोको पनि त्यसरी गर्ने हो, भरे उसको पनि गर्दै गरेकै हुन्छ। परिवारमा चाहिँ त्यस्तो श्रापहरू पास्टर तीर्थले भन्नुहुन्छ, अरूको साह्रो कुरा काट्ने मान्छे चाहिँ हाम्रो घरमा बस्यो भने नि यसो हेरेर आउँदैछ भने बस्दै गर्नु, म चाहिँ भुँडी दुख्यो भने टोइलेटमा बस्नु अरे, अनि ननिस्किनु अरे, बरु 2-4 घन्टा अन्य भाषा बोल्दै टोइलेटभित्र बसिरहनु। किन श्राप भित्राउनु अरूको कुरा गरेर हावामा, होइन? कोही कोही बेला हाम्रो परिवारहरूमा पनि नि के कुरा चाहिँ धेरै भइबस्छ, के कुरा चाहिँ तपाईँ र मैले चाहिँ सुनिबस्छौँ, बोलिबस्छौँ, गरिबस्छौँ, होइन? कसैको चाहिँ परिवारमा ठट्टा गर्नेहरू धेरै हुन्छ। बाउ ठट्टा गर्ने, छोरा पनि ठट्टा गर्ने, अर्को पनि श्रीमतीले ठट्टै गर्ने हुँदो रहेछ, होइन? त्यस्तो हुन्छ नि, ठट्टा गर्ने, छाडा बोल्ने, गलत शब्दहरू अपशब्दहरू बोल्ने, विरोध गर्ने, झगडा, यो देखिरहँदाखेरि प्राणको क्षेत्रबाट श्राप पस्छ है। अनि शनिबार एक दिनकोले कहाँ भ्याउँछ त? भ्याउँदैन। शनिबार एक दिन चर्चमा गएर ताली बजार फर्केकोले भ्याउँदैन। किन भन्दै गर्दा चाहिँ हामीले चाहिँ त्यो मौकाहरू दिइराखेका हुन्छौँ प्राणको क्षेत्रबाट। अब शरीरको क्षेत्रबाट पनि, शरीरमा चाहिँ के हुन्छ? ब्लड हुन्छ। के हुन्छ? बिमारी डक्टरले डायग्नोज गर्दै गर्दा कस्तो हुन्छ भन्नुहोस् त? सबै टेस्ट गर्छ, अन्तमा ब्लड टेस्ट गरेपछि पत्ता लगाउँछ बिमार चाहिँ केमा रहेछ? ब्लडमा रहेछ। थाहा पाउँछ नि। अब ब्लडबाट चाहिँ हाम्रो श्रापहरू, डरलाग्दो घातक क्यान्सर रोग चाहिँ कुनै कसलाई सन्तानमा भएको थियो भने नि अर्कोलाई पनि हुन्छ, अर्कोलाई पनि हुन्छ। के भएको यो चाहिँ सबै परिवारमा चाहिँ के भएको यो जेनेरेसनमै भन्दै गर्दाखेरि चाहिँ नि त्यो ब्लड लाइनबाट आएको श्राप हो नि त। त्यसलाई चाहिँ नि तपाईँहरू मैले यीशुको नाउँमा काट्नुपर्छ। फेरि हाम्रो त उल्टा डाउट गरेर अलिक केही दुख्यो भने पनि क्यान्सर भएन तँलाई, बिचरा सानो फुच्चे हुर्केकै छैन, छामेर क्यान्सर भयो कि भनेर आशा देखाएर, किनभने बाजेको पनि भएको थियो, बोजूको पनि भएको थियो, तेरो आमाको पनि भएको थियो, बा तेरो पनि भएको छ कि, कम्ती विश्वास लाग्दैन। त्यहाँबाट बा मेरोमा पनि क्यान्सर छ कि, हावामा उसलाई क्यान्सरको शङ्का लाग्छ, हुन्छ। ब्लडबाट चाहिँ नि हाम्रो जुन यस्ता बिमारहरू धेरै सरेर आएको छ, घातक घातक रोगहरू। प्रभुले चाहिँ तपाईँ र मलाई यो सबै कुरा रोक्ने अधिकार, किनभने बाइबलले त्यो रोक्ने बोल्ने अधिकार, त्यो अगमबानी बोल्ने अधिकार के तपाईँ र मलाई बिमारले सताउँदैछ, हामीले चाहिँ चङ्गाइको अगमबानी बोल्नु पर्यो नि त। तपाईँ र मेरो जिन्दगीमा चाहिँ समस्याले हामीलाई दुःख दिने कुरोले चाहिँ सताउँदैछ, अब हामी त्यहीपट्टि लाग्नु भएन। ए हाम्रो कुनै कसको पनि थियो, अब यस्तो थियो, बा मेरो पनि भएको छ, त्यो झुक्रेर हिँड्ने कुरा होइन। तपाईँ र मैले चाहिँ अगमबानी बोल्नुपर्छ। त्यो कुरालाई उखेल्न सक्छौँ, हामी भत्काउन सक्छौँ। किन भन्दै गर्दा तपाईँ र म चाहिँ अलौकिक मान्छेहरू हो। अलौकिक मान्छेहरू, तपाईँ र मैले जे बोल्छौँ त्यो कुराहरू हुन आउँछ। तर तपाईँ र मैले चाहिँ अझै धेरै चाहिँ उल्टै बोल्छौँ नि त। फेरि बा छ, बा हुन्छ, अनि डर सरी त्यहाँबाट चाहिँ अब सबै परिवारको त्यो डर हुन्छ। हाम्रो जुनको त्यो श्रापको कारणले हामीलाई सताउँदै गरेको अवस्थाको शिकार हुँदै गरेपछि हाम्रो आत्मिक जीवनमा प्रहार भइराखेको हुन्छ, होइन? तर परमेश्वर चाहिँ हामीलाई त्यो ठाउँबाट छुटकारा गराउन चाहनुहुन्छ। अनि ब्लडको कुराहरू ब्लडमा पनि हुन्छ। यीशुले हाम्रो उहाँको रगत बगाउनुको कारण चाहिँ नि हाम्रो जीवनमा त्यो सबै ब्लडमा भएको श्रापलाई पनि के गरिदिनु हो? अन्त गरिदिनु हो। हिब्रू 4 अध्याय घरमा गएर पढ्नु होला। त्यहाँनिर के भनेको छ? प्रभुको वचन शक्तिशाली छ, जीवित छ, क्रियाशील छ, 2 धारे तरवार भन्दा पनि लाग्ने छ, प्राण र आत्माको भागलाई अलग गर्छ, हड्डी र जोड्नी मासीको कुरा गरेको छ। हिब्रू 4 को 12 मा किन हड्डी र मासीको कुरा गर्यो भन्नुहुन्छ? वचनको कुरा गर्दा गर्दै किन हड्डी र मासीको कुरा गर्यो भन्नुहुन्छ भन्दा नि, किनभने मासीमा चाहिँ मासीले चाहिँ ब्लड बनाउँछ, त्यो ब्लडमा चाहिँ श्राप हुन्छ। परमेश्वरको वचन चाहिँ त्यहाँसम्म पुग्नुपर्छ है भनेको खास हेर्नुहोस् है। अनि परमेश्वरको त्यो वचन त्यहाँसम्म पुर्याउन सक्यौँ भने परमेश्वरको वचन चाहिँ हाम्रो जीवनमा त्यो लोकोमोसन भयो भने नि ब्लडबाट आउने श्रापलाई पनि हामीले ओभरकम गर्न सक्छौँ। युरिन टेस्ट गर्छ, स्टुल टेस्ट गर्छ, ब्लड टेस्ट गर्छ। एउटा मान्छे चाहिँ बुझेन छ भाइ, बिमारी चाहिँ डक्टरले पहिला चाहिँ युरिन टेस्ट हुन्छ, त्यहाँबाट तपाईँको ब्लड टेस्ट, तपाईँको स्टुल टेस्ट, त्यहाँबाट चाहिँ ब्लड टेस्ट भनेको छ, दिशा हुन्छ, त्यहाँबाट चाहिँ रगत हुन्छ है जाँच भनेको थिएछ। 1 हप्तापछि बोलाएको डेटमा त पुग्यो अरे डक्टर भएकोमा। अनि तपाईँको आज चाहिँ स्टुल टेस्ट हुन्छ, दिशा टेस्ट गर्नुपर्छ, अर्को हप्ता चाहिँ त्योबाट पनि भन्नु चाहिँ ब्लड टेस्ट गर्ने हो।
भनेको त डक्टरलाई झन्डै कुट्यो अरे। म गर्दिनँ डक्टर भएर त्यस्तो सिकाउने हो। डक्टरलाई पो उल्टा धम्कायो अरे। डक्टर भएर के भनेर चाहिँ त्यसमा सिकाएको अनि डक्टर छक्कै पऱ्यो। होइन तपाईँले युरिन टेस्ट गर्नु भएन, अस्ति आज ऊ चाहिँ रिपोर्ट लिएर आउनु भनेको थिएछ, रिपोर्ट चाहिँ लानु चाहिँ लगेछ। म गर्दिनँ टेस्ट, दिशा टेस्ट म झन् कहाँ गर्छु भने। किन नगर्ने भने त अस्ति युरिन टेस्ट गर भन्नुभएको थियो, गरेको थिएँ, नुनेलो भयो भने। जिब्रोमा पो गरेछ उसले। उल्टा डक्टर भएर त्यस्तो सिकाउने हो। डक्टरलाई कुटुङ्रा मारौँ गर्छ, डक्टरलाई पनि रिस उठेछ। तिमी जस्तो बिमारी चाहिँ यहाँ कोही पनि, तिमीलाई त अर्को ल्याबमा गएर रिपोर्ट पनि लिएर आऊ भनेको त, तिमी त जिब्रोमा गऱ्यौ। खेती पठाएछ। यीशुको रगत पनि बग्नु चाहिँ धेरै वर्ष अगाडि बगेको। यीशु त डक्टरहरूको पनि महान डक्टर हो नि त, होइन? अनि उहाँले भन्नुभएको कुरा नबुझेर आज विश्वासीको हालत त्यस्तै, उल्टा यीशुले धम्काइरहेको छ। खोइ यीशुले गर्छु भनेको गरे। अस्ति एउटा भाइले भन्दै पास्टर बाबु यीशुको प्रभु चाहिँ कहाँ छ यति बेला? मलाई न्यु पो खोज्छ। प्रभु चाहिँ कहाँ छ यति बेला? मैले मेसो झकझक चल्यो। अनि मेरो पनि तिमीले जहाँ छोडिराखेको छ त्यही छ। 40 दिन उपवास बस्ने दिदी फेरि पास्टर बाबु प्रभुको आँखा छ के भयो तपाईँलाई? होइन यत्रो भइसक्यो देख्दैन त प्रभु। उल्टा प्रभुलाई पनि न्यु खोज्ला। अनि आँखा बनाउनेको आँखा किन हुँदैन भनेर भक्क जाग्थ्यो। प्रभुलाई पो डाउट गरेर शङ्का गरेर त्यो डक्टरले बित्थामा बिमारी चाहिँ नि डक्टरसँग रिसाएको जस्तै भइसक्यो। परमेश्वरसँग बिच्किएर खोइ श्रापको लागि मरेको भन्छ, हालत यस्तो छ भन्छ। अब कति काम बिगारिसक्यो उसलाई थाहा छैन फेरि, होइन? अब यो चाहिँ नि हाम्रो ब्लड लाइनबाट पनि श्रापहरू प्रवेश गरेको हुन्छ। हेर्नुहोस् है, अब आत्माको क्षेत्रबाट पनि हुन्छ, आत्माको दुनियाँबाट पनि। मेरो एउटा साथी छ, अनुमति मागेको छु। अनि उहाँले भन्नुहोस् यो भाइ नाम चाहिँ नभनिदिनु न भनेको छ। अनि नाम चाहिँ भन्दिनँ। पास्टर चाहिँ साथी चाहिँ पास्टर अन्डा उसिन्यो कि टाप लागिहाल्नु पर्ने, घुँडी चाहिँ डरलाग्दो फुलेर आउँदो रहेछ। झन् अन्डा फ्राई, झन् यहाँको 2टा रानी भएको भेट्यो भने त मर्थ्यो सर। आउनु 7 गुरुबाले फेरि 2टा रानी भएको खुवाएर रानीलाई हो। फेरि हामी हतारमा खाएरै आउने भयो। मैले अघि सम्झना गरेँ त्यो साथी चाहिँ 2टा अन्डा यो ठाउँमा आइपुगेको भए चाहिँ त्यति बेला छुटकारा नभएको बेला बिजौ कोन थियो। अन्डा चाहिँ फ्राई गऱ्यो भने त नि आम्मा वाक वाक आएर बमिट गरेर तिर्दमा सरे भागिहाल्नु पर्ने। फेरि भूत खेली हिँड्ने पास्टर, शैतान खेली हिँड्ने पास्टर। अन्डादेखि चाहिँ भाग्नु पर्ने। अनि शैतान पनि डराउने अरे उसँग, तर ऊ चाहिँ अन्डादेखि डराउने हो। अनि एक दिन एकजना पास्टर आमाले भेटाएछ। अनि पास्टर म ग्यास्ट्रिक छ भनेर सोधेछ। छैन भनेर। अनि तपाईँलाई के भएको? ग्यास्ट्रिक छ भने पनि खायो भने पो पेट फुलिन्छ, ढ्याउ हुन्छ, वाक वाक आउँछ। तपाईँलाई के भएको? तपाईँ त टुनामुना गर्ने मान्छे हो के हो भने भक्कु झान्थेछ। तन्त्र मन्त्र गरेको थिएँ, मैले त गरेको थिएँ। एउटा कुरो चाहिँ याद आयो भनेर के भने त म सानो फुच्चे हुँदा मेरो आमाले म चाहिँ मर्दै जाग्दै गर्थेँ अरे। मेरो आमा चाहिँ डाँडा काँडामा गएर भन्थ्यो अरे, देवी देउराले केही नगरिदिनु मेरो छोरालाई, म तिमीलाई अन्डा चढाउँछु भन्थ्यो अरे। खोला नालामा गएर भन्थ्यो अरे, केही नगरिदिनु तिमीलाई अन्डा चढाउँछु। अनि आमा चाहिँ अहिले पनि प्रभुलाई पाएको छैन। छोरा चाहिँ क्रिस्चियन भयो, आमा चाहिँ प्रभु नपाई झोलामा अन्डा बोकेर घुम्छ अरे। डाँडा काँडामा अलिक त्यस्तै डरलाग्दो ठाउँ भेट्यो भने अन्डा चढाइहाल्दो रहेछ। खोला अलिक त्यस्तै ठाउँ गयो भने अन्डा फुटाइहाल्ने। अनि कहाँ पास्टर आमा? अहिले पनि हाम्रो आमा त अन्डा बोकेर हिँड्छ नि। पास्टर नि आमाले एड्रेस पत्ता लगाएको छ, घुँडा टेकौँ त पास्टर भाउ, यो त श्राप हो। तपाईँले त्यस्तो कुरा गर्नु अप्ठ्यारो लाग्दैन? भक्कु गाली गर्दैछ, डाँटेछ, भक्कु डाँटेको छ नि। पास्टर बाउको जिउबाट सट्टै केही निस्केको फिल गरेर, केही निस्केको फिल गरेर। अनि शान्ति भएर कि श्रीमतीलाई यहाँ उता बोलाएछ, पसलबाट गएर 12वटा अन्डा ल्याउन उसिन्नु लागेछ कि 9वटा चाहिँ कता खाएछ। अनि उहाँले भन्दा हुन्थ्यो 3वटा चाहिँ मैले उबारिदिएँ, श्रीमती फेरि चित्त दुखाउँछ होला। भएन अरे 9वटा छुटकारा भएछ त्यो यीशुको नाममा छुटकारा भयो। अनि अहिले पनि खानुहुन्छ भने त अहिले 15वटा सँगसँगै खान्छु भन्छ। अनि मैले त्यसरी पनि नखाइदिनु, प्रभुको बदनाम हुन्छ सम्झाइराखेको छु। अस्ति भेटेर सोधेँ त 3वटा मात्रै खान्छ अरे। सके भएर एउटा खानु, त्यो रानी दिनै खायो भने राम्रो हुन्छ भन्दैछु। मैले किन तपाईँलाई भने भने कोही कोही बेला नि हामी आत्माको दुनियाँमा पनि त्यस्तो सम्बन्धमा जोडेको हुन्छ। म एउटा ठाउँमा थिएँ, तेह्रथुममा म थिएँ। एकजना आमालाई लियो, प्रार्थना गरेँ माग्नु। अनि रातभरि सुत्दैन अरे, कुनै के भएको अरे, महिना दिन भइसक्यो अरे। अनि प्रार्थना गर्नुको लागि यसो हात राखेको त रङ बिरङको त्यो तन्त्र मन्त्र टुनामुना गर्दाखेरि चलाउने त आएको रहेछ कि
देख्छु, यसो आँखा खोलेर हेरेँ, यो बोजू त माता बोक्यो हो भने, तपाईँ माता हो भने होइन भन्नु होइन रहेछ, होइन भने अनि यस्तो टेढो हेरेँ, मेरो पालो ल भने फेरि प्रार्थना गर्छु भनेको, फेरि पोका 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 जिउभरि केही बोकेको देख्छु के, फेरि आँखा खोलेर हेर्छु, केही चाहिँ केही बोक्नु भएको छ, बोकेको छैन भने त्यो बिमारी मान्छे बोल्नु पनि नसक्दो रहेछ, झड्किँदो रहेछ होइन। त्यहाँबाट फेरि ल त त्यसो भए भने छिटो प्रार्थना गरेर साइड लगाइदिइहाल्नु पऱ्यो भनेर प्रार्थना गर्छु भन्छु, मेरो त हात सर्छ क्या, हात सर्छ। अनि लास्टमा चाहिँ के छ त्यो झन्डा मसिनो 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 टुनामुना गरेको के धागोहरू देख्छु, पोका पोका देख्छु, होइन प्रभुले तपाईँको शरीरमा केही छ भन्दै हुनुहुन्छ। अनि मैले भने प्रभु के चाहिँ छ, बोजू त कडा छ, के छ प्रभुले, यसलाई सोध भन्नु। फेरि मेरो पर होइन तपाईँको जिउमा के चाहिँ छ, प्रभुले भन्नुभएको तपाईँले केही न केही बोक्नु भएको छ अरे भने त्यति बेला अब मैले अरू त्यस्तो त केही बोकेको छैन, बुट्टी मात्रै लगाएको छु। 3 वर्ष भएको रहेछ यहाँ बोकेको रहेछ बोजूले हो। अनि मेरो पालो अलिक आँट आयो नि त, त्यहाँबाट त भक्कु झापिदिएँ मेरो पालो, तपाईँले किन अघि चाहिँ छैन भन्नुभयो, तपाईँले माता हो भने, अनि होइन भन्थेँ मैले भन्छ, झुट बोलेको रहेछ क्या, त्यो श्रापलाई चाहिँ बोकिराखेको रहेछ। त्यहाँबाट त मलाई अझै आँट आयो नि त, त्यो निकालिसकेपछि त के बोक्नु भएको छ झिक्नुहोस् त कि म झिक्दिउँ भनेको थिएँ। हतार हतार अक्षताहरू झिक्यो, 2 पोका अक्षता बोकेको रहेछ बोजूले। जुन दिन फ्याँक्छस् त्यही दिन मर्छस् भनेको थियो अरे। अनि कति भयो भनेको थियो, 3 वर्ष भयो। अनि चर्चमा आउँदा ल्याउँथे, चर्च आउँदा पनि लिएर आउँथेछ भन्छ, उसको जीवन चाहिँ छुटकारै नभएको भएर त झिक्दा झिक्दा फ्याँक्दै बोजू हाँस्ने भइगयो नि, बोजू हाँस्ने भयो, छुटकारा भयो, अनि खेदेर पठाइदियो। हेर्नुहोस् त तन्त्र मन्त्रको कुरा। एउटा मान्छेसँग चाहिँ प्रार्थना गर्नु आयो एकजना अङ्कल, प्रार्थना गरे दार्जिलिङमा, हात यसो राखेको, काँचो खुन यस्तो डरलाग्दो बनायो, काँचो खुन। अनि यसो हेरेँ मान्छे रिसा खालकेसँग, डरलाग्दो, हाँस्दैन पनि बोल्दैन पनि, प्रार्थना गरिदेऊ भने घुँडा टेक्यो, यत्रो भएको मान्छे छ होइन, निचरे भने मार्छ होला। यसो हेर्छु पुरा खुन गनायो। फेरि मैले प्रभुलाई भने, प्रभु के पुरा खुन गनायो यो मान्छे, के छ? प्रभुले भने सोध भने फेरि। अनि मैले भने तपाईँलाई हात राख्दा त दाजु पुरा खुन गनायो, काँचो खुन गनायो। अनि प्रभुले भन्छ तपाईँसँग के खुनको सम्बन्ध जोडेको छ भने त पशु हो, मैले त मान्छे मारेको हो नि, मान्छे पो मारेको रहेछ, मैले त हामी 5 भाइ भएर मारेको थियौँ फलानाको यस्तोलाई। अनि मैले त त्यसो मात्रै कहाँ भनेको थिएँ र, तँलाई जुन दिन मार्छु त्योसँग लडाइँ हाल्दा भनेको थिएँ, म 1 कचौरा चाहिँ खुन खान्छु भनेको थिएँ, खुन पनि खाइदिएको छु त्यसको। भालाले हिर्काएर मारेको अरे, माथिबाट हिर्काएर खेद्दै लगेर लास्टमा चाहिँ मैले त्यसो बोल्दा त्यसलाई त्यसले सरी भन्दा मैले त्यसको अगाडि चाहिँ खुन खाएको छु भन्छ। अनि अहिले चाहिँ छोराहरूले चाहिँ मलाई धेरैचोटि खुकुरीले हिर्काइसकेको छ। त्यो श्राप चाहिँ त्यो घरमा बसेको रहेछ कि, छुटकारा गऱ्यौँ, यति डरलाग्दो 3-4 घन्टामा छुटकारा भयो त्यो अङ्कल। मैले आज तपाईँले किन भन्दैछु भनेको त ब्लड लाइनबाट, तन्त्र मन्त्रको लाइनबाट हाम्रो जीवनमा श्रापहरू बसेको हुन्छ। अब हाम्रो जीवनको डाइमेन्सनहरू चाहिँ यसो रोकेको हुन्छ। साधारण कुरा अघि मैले तपाईँलाई हाम्रो बोलीबाट पनि हितोपदेश 18:21 भन्छ, हितोपदेश 18:21 भन्छ, जीवन र मृत्युको शक्ति केमा हुन्छ? जिब्रोमा हुन्छ। हेर्नुहोस् है, अघि जकरियाको जिब्रो किन प्रभुले बन्द गरिदिएको, बोल्नु नसक्ने भन्दै गर्दा चाहिँ नेगेटिभ कुरा, परमेश्वरबाटको अगमबानीलाई चाहिँ त्यो मान्छेले नेगेटिभ कुराहरू चाहिँ ओभरटेक गर्दै थियो क्या। अनि त्यो कुराले चाहिँ नबोलोस्, यसले परमेश्वरको अगमबानीलाई चाहिँ यसले तुच्छ नठानोस्, परमेश्वरको अगमबानीसँग चाहिँ यसले टक्कर नगरोस् भने चाहिँ रोकिदिएको। किन भन्दै गर्दा चाहिँ जिब्रोमा, यर्मियालाई प्रभुले भन्नुभयो तेरो जिब्रोमा चाहिँ मैले शक्ति दिएको छु, उखेल्न, भत्काउन, निर्माण गर्न, खडा गर्नको लागि चाहिँ मैले तेरो जिब्रोमा चाहिँ शक्ति हालेँ। यो त अगमबानीको शब्द हो होइन। एलियाले के भन्यो आहाबको अगाडि गएर, जबसम्म म बोल्दिनँ पानी पर्दैन। यो त अगमबानी हो नि त, प्रोफेटिक वर्ड हो यो त। भनेपछि हाम्रो जिब्रोमा के छ? शक्ति छ। भनिदिनुहोस् न, हामीले बोलेको शब्द चाहिँ शब्द मात्र होइन, शक्ति हो है प्रिय। अब अगमबानीको कुरा अलिकति गरेर अन्ताउनुपर्छ मैले, यो त भन्नै पर्छ फेरि। हाम्रो जिब्रोमा शक्ति छ। शब्द चाहिँ शब्द मात्र होइन, शक्ति हो। उदाहरणको लागि मैले यो व्यक्तिलाई भनेर दुःख पाउँछस्, मर्छस्, फेरि हाम्रो त कस्तो छ, चाख्छस्, के चाख्छस्, चाख्छस्, खान्छस्, के खान्छस्, खान्छस्। फेरि हामी त फेरि नेपाली यस्तो अरे नि त, डिक्सनेरीमा नभएको बोल्नेहरू अरे, डिक्सनेरीमा छैन अरे। दुख्यो मात्रै भन्यो भने त हुने नि, कट कट भन्छ, डिक्सनेरीमा छैन अरे। ज्वरो आयो भन्यो भने त हुने,
अब त्यस्तो हो नि त, डिक्सनेरीमा नभएको बोल्नेले बोल्नु पायो भने के बोल्छौँ होला, आफ्नैहरूलाई त सानो श्राप दिँदैन। एक ठाउँमा म वचन बोल्दै थिएँ कि नानी रुएछ, बाजेले पछार्दैन है बाहिर रोकेर मार्दैन त्यसलाई। वचन बोल्नु गएको म त फर्काउँ जस्तो लाग्यो, को हो मान्छे भने उसकै नाति अरे, फेरि बाहिर लगेर पछार्दै मारिहाल्नु भन्छ आफ्नो नानीलाई। अब क्रिस्चियन अरे श्राप बोलेको त्यस्तो हेर्नुहोस् त। अनि हाम्रो जिब्रोमा चाहिँ शक्ति छ है, मैले तपाईँलाई भने कतिवटा त नि हामीले डिक्सनेरीमा नभएको बोल्छौँ। उता हाम्रो उता इन्डियामा दार्जिलिङमा हिन्दी बोल्ने डक्टर रहेछ, नेपाली नबुझ्दो रहेछ, आधी हिन्दी आधी नेपाली हो नि त उता त। डक्टर भएकोमा गएर भन्छ के छ बिमा भनेको 16 आन्छ भन्ने, के हो 16, यहाँ पनि 16 आन्छ यहाँ 16 आन्छ। अर्को मान्छे बोलाएको छ अनुवाद गर्ने, बोलाउनु पऱ्यो नि त डक्टर। अहिले त यसले के बिमार भनेको इङ्ग्लिसमा अनुवाद गर्दैछ, दिस साइड 16 दिस साइड 16 जोड्दा त 32 भयो। डक्टरले चाहिँ यहाँ हात राखेर जिन्दगीमा सबै पढे यस्तो चाहिँ कहिले जहाँ भनेर खेल्थ्यो। अर्को डक्टर भएको त म यस्तो कहिले पढेको छैन। डिक्सनेरीमा नभएको बोल्नेहरू हो नि त। खान्छस्, चाख्छस्, दुःख पाउँछस्, मर्छस्। हेर्नुहोस् है, त्यो शब्द चाहिँ शक्ति भएकोले गर्दा नि वरिपरिबाट घेरिहाल्दो रहेछ, शक्ति हो नि त। त्यति नै बेला मर्छस् भन्नु बित्तिकै फटाक फटाक गरेर मरिहाल्दैन है। शब्द चाहिँ शक्ति। मोबाइल फोनको अलार्म लाउँछौँ नि हामीले, घडीमा अलार्म लाउँछौँ, 4 बजीको सेट गरेको छ, कति बजी बज्छ? 4 बजी बज्छ। त्यो 2 बजी ट्याक गरेर के गरेको प्र्याक्टिस गरेको भन्दैन, अलार्म प्र्याक्टिस गर्नु पर्दैन होइन। 4 बजीको सेट गरेको छ भने 4 बजी नै बज्छ। द्याट मिन्स तैँले मर्छस् भन्यो भने त्यति बेला फटक फटक भएर मर्दैन। तर एक दिन यो व्यक्तिलाई वरिपरिबाट चाहिँ त्यो शक्तिले घेरेको कारणले गर्दा जीवन र मृत्युसँग जुझ्दै गर्दा चाहिँ मर्दो रहेछ नि त। त्यो चाहिँ शक्ति भनेको चाहिँ त्यो हो खासमा। दुःख पाउँछस् भन्दै गर्दा गरिब भइहाल्दैन। जब उसले गरी खाने दिन आउँछ नि त्यति बेला चाहिँ मान्छे यस्तो डरलाग्दो दुःख पाउँछ, किनभने श्रापको शक्ति चाहिँ त्यति बेला एकदमै एक्टिभ हुन्छ। मर्छस् भन्दा मरिहाल्दैन। हेर्नुहोस् है, बाइबलमा यस्तो घटनाहरू धेरै छ, शब्द चाहिँ शक्ति भएको कारणले गर्दाखेरि। हेर्नुहोस् है, बाइबलमा कहाँ छ भन्दै गर्दा नि एउटा खण्डलाई चाहिँ म पढेर अन्त्य गर्नु पर्यो। अनि उत्पत्ति अध्याय 30लाई म तपाईँको बिचमा अलिकति पढ्छु। उत्पत्ति 31 अध्यायमा जाउँ न ल, सरी 31 अध्यायको नि 30 पद। उत्पत्ति 31 को 30ले एक दिन यो घटना नपढिकन भनौँ म तपाईँलाई, याकुब चाहिँ आफ्नो ससुराको घरबाट निस्केको छ। हुन ससुरै भेटेछ फेरि होइन। उसको एउटा छोरी भनेर अर्को दिन्छु भनेर अर्को पठायो। 7 वर्ष उसलाई त्यहाँनिर दास बनायो। अनि फेरि उसले मन पराएको केटीको लागि फेरि 7 वर्ष 14 त भयो त, 21 वर्ष झन्डै 22 वर्षसम्म चाहिँ ससुरा हाउडे ससुराको घरमा बस्नु पर्यो नि त। फेरि ऊ ज्वाइँ पनि महाहाउडे थियो, हाउडेले अझै महाहाउडे भेटेको खासमा होइन। किनभने घरबाट पनि झुक्काउँदै निस्किएको मान्छे झन् उसले झुक्काउने उसको पनि बाजे भेट्यो। अनि यस्तो स्थिति भयो, एक दिन त्यो घरबाट भाग्नु पर्ने भयो, जुन दिन चाहिँ ससुरा बा घरमा थिएन। अनि ससुराको घरबाट ससुरा नभएको दिन घरबाट भाग्यो। भाग्नु चाहिँ उसको श्रीमती पनि लग्यो, उसको नानीहरू पनि लग्यो, भेडा बाख्रा के छ सबै लगेर भागेछ। ससुरा बा घरमा आइपुग्दै गर्दाखेरि त ज्वाइँ सब छैन, यसो हेरेको त छोरी पनि छैन, नाता नातिनी पनि छैन, के छैन हो भनेर हेर्दै चेक गर्दै गएको त भेडा बाख्रा पनि छैन होइन। अझै अरू पो हरायो होला भने खोज्नु गएको त घरको देउता पनि उठाइदिएछ, देउता पनि हराएको छ। त्यति बेला चाहिँ ससुरालाई रिस उठ्यो, अरे के गरेको। अनि म चाहिँ यसलाई चाहिँ खोज्छु खेद्छु अनि भेटाएर म मजाले बात गर्छु। अनि खोज्दै खेद्दै आएको त भेटायो युफ्रेटिस नदीको छेउमा बिचरा ससुराको घरबाट भागेर पाल टाँगेर बसिराखेको रहेछ त्यहाँ। ससुरा बा आइपुग्यो। अब त्यो खण्डलाई म पढ्दैछु 31 को 30। होसियार गर, तैँले याकुबलाई असल कि खराब केही पनि नभन्। अब तिम्रो बुबाको घरमा जान तिमीले ज्यादै इच्छा गरेको हुनाले तिमी हिँडेका छौ, तर मेरो देउताहरू चाहिँ किन छोड्यौ। ससुरालाई रिस उठेछ। ज्वाइँ साहबलाई भेटिसकेपछि तिमी ठिकै छ, जाने इच्छा गर्यौ त ठिकै भयो, मेरो घरको देउता चाहिँ किन चोरेको ज्वाइँ साहब। अनि ज्वाइँलाई सोध्दै गर्दाखेरि अब फेरि ज्वाइँको उत्तर हेर्नुहोस् न। याकुबले लाबानलाई जवाब दिए, तपाईँले आफ्ना छोरीहरूलाई मबाट जबरजस्त साथ खोज्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो, तर
तपाईँका देवताहरू जससँग भेटाउनुहुन्छ त्यो जीवित रहने छैन, अर्थात् मरोस्। मसँग भएको तपाईँको कुन चिज छ सो हाम्रो कुटुम्बको सामने चिन्नुहोस् र लिनुहोस्। राहेलले ती चोरेको याकुबलाई थाहै थिएन। उसकै श्रीमतीले चोरेर बोकेको थिएछ। श्रीमानलाई पनि थाहा थिएन रहेछ। अनि ज्वाइँ साहबलाई भने किन देउता चोर्यौ भनेको थियो कि नचोरेकोलाई चोर भन्दा कस्तो रिस उठ्दैन त। ज्वाइँ साहब रिसाइ निस्क्यो, मैले कहाँ चोरेको छु, तपाईँको कसले चोरेको छ त्यो देउता, त्यो जसले चोरेको छ त्यो नबाँचोस् मरोस् भन्थे कि भन्त उसकै स्वास्नीले बोकेको रहेछ। त्यो शब्द चाहिँ शब्द मात्र होइन, के हो हजुर, शक्ति हो। त्यो मृत्युको मरोस् भन्ने शक्तिले चाहिँ नि रायललाई वरिपरिबाट घेरिहाल्यो नि। रायललाई वरिपरिबाट घेरिहाल्यो। रायल मरि त हालेन, वरिपरिबाट घेर्यो। रायलले त्यो चोरेको आफ्नो श्रीमानलाई थाहा थिएन। 35 अध्याय गएर म तपाईँसँग अलिकति पढ्छु। यसकै उत्पत्ति 35 अध्यायमा गइसकेपछि के भयो, 18 पदलाई पढ्दैछु। तिनको प्राण जाने बेलामा, किनभने तिनी मर्न लागिन्, तिनले त्यस बालकको नाउँ बेनोनी राखिन्, तर त्यसका बुबाले बालकको नाउँ बेन्यामिन राखे। यसरी राहेल मरिन्। 31 अध्यायको घटना हो। 35 अध्यायमा गएर राहेल मरिहाल्यो। किन भन्नुहुन्छ भन्दा राहेलले चाहिँ छोरा जन्माउने दिन आयो, उसको प्रसव वेदनाको दिन आयो, ऊ गर्भवती थियो। मैले धेरैचोटि छोराछोरीलाई भन्छु, आफ्नो मम्मीलाई सोध्नु है मलाई जन्म दिँदा कस्तो भएको थियो भनेर। मैले पनि सोधेको छु, मम्मी मलाई जन्म दिँदा कस्तो भएको थियो। अनि आमाले भन्नुभयो जन्मको कुरा छोड, तँ पेटमा आएपछि नि म त मर्दै जाग्दै गरेको, डक्टरले त तँलाई नराख्नु भनेको थियो, म पनि मर्छ भनेको थियो, 45 मिनटमा मरेको थिएँ अरे तँलाई जन्म दिँदा। तर प्रभुको अनुग्रहमा आमाले आँखा झारेर भन्नुभयो तैँले प्रभुको सेवा गर्नु थिएछ, यति शक्तिशाली छोरा, म पनि बाँचेँ तँ पनि बाँचिस् भन्नुभयो। अनि मैले कहिले त्यो दिनदेखि नै आमालाई सोध्ने आँट गरिनँ मलाई जन्म दिँदा कस्तो भयो। किनभने छोराछोरीलाई जन्म दिँदै गर्दा आमा 99% चाहिँ मृत्युको नजिक पुगेर फर्किनुपर्छ होइन। कतिजना आमाहरूले छोराछोरीलाई जन्म राखेर आफूले मृत्युसँग हारेको हुन्छ। यो चाहिँ आमा दिदी बहिनीको यो अवस्था भनेको चाहिँ जीवन र मृत्युसँग जुझ्ने स्थिति हो होइन। त्यो ठाउँ हो, त्यो समय हो, त्यो अवस्था हो। अनि राहेल पनि त्यो अवस्थामा पुग्यो। अनि ऊ जीवन र मृत्युसँग जुझ्न थाल्यो, जीवन र मृत्युसँग जुझ्न थाल्यो। एउटा छोरा जन्मायो बेन्यामिन। बेनोनी उसको बाउले नाम राख्दै गर्दा बेन्यामिन राख्यो उसले। तर अलिक 19 पदमा आइसकेपछि नि राहेलले बेन्यामिनलाई जन्माइ राखेर मर्यो नि। किन भन्दै गर्दा याकुबले बोलेको शब्द चाहिँ त्यति बेला यस्तो सक्रिय भयो कि शक्तिको रूपमा। अनि राहेलले त्यो दिन चोरेर हिँडेको थियो, उसलाई थाहा थिएन याकुबलाई, तर उसले बोलेको शब्द आफ्नै एउटै खाटमा सुत्ने पत्नीको मृत्यु भयो। अनि उसले आफ्नो श्रीमती गुमाइ पठायो। आज तपाईँ र म त जान्छ र ख्रीष्ट यीशुलाई पाएपछि यो मुख, यो जिब्रो यतै शक्तिशाली भएको छ प्रिय। अनि यो मुखले आज तपाईँ र मैले के बोल्दैछौँ होइन, ईश्वरीय अगमबानीहरू बोल्नको लागि हो, ईश्वरीय आयामको कुरालाई खोल्नको लागि परमेश्वरले हाम्रो यो मुखहरूलाई पनि त्यो दिन यी त्यत्रो भिडका मानिसहरू चाहिँ उहाँको मुखमा थुकिदिएको छ। त्यत्रो भिडका मानिसहरू चाहिँ उहाँको दाढी लुछेको छ, उहाँको अनुहारको भागमा मात्रै यति डरलाग्दो प्रहार भएको छ। किन भन्दै गर्दाखेरि चाहिँ तपाईँ र मलाई आशिषित ल्याउनको लागि। तर अहिले पनि हामी क्रिस्चियनहरू कतिचोटि यस्तो शब्दहरू हामीले बोली पठाउँछौँ जुन शब्दहरू चाहिँ प्रभुको वचनले नो भन्छ। त्यो त नि नेगेटिभ कुरा, जसले चाहिँ नेगेटिभ कुराको आयामलाई खोलिदिन्छ। पोजिटिभ कुरा बोल्नको लागि हाम्रो जिब्रोलाई हामीले ईश्वरीय कुरा, हाम्रो छोराछोरीलाई के भन्दैछौँ, श्रीमान श्रीमतीलाई के भन्दैछौँ, यो मान्छे त मरिहाले पनि हुने थियो। कोही कोही बेला हामी भनी पठाउँछौँ होइन। कोही कोही बेला आफूले आफूलाई भन्छ म त नबाँचेको भए पनि हुने थियो, मरेको भए पनि हुने थियो। तपाईँले नि यौसु 6:6 पदतिर तपाईँले हेर्नुभयो भने नि त्यहाँनिर कस्तो डरलाग्दो घटना छ। यौसुले एक दिन चाहिँ यरियोको सहरलाई टाङडुङ तहस नहस गरेर खडा भएर बोल्यो, अबदेखि उपरान्त यो सहर बनाउने मान्छे श्रापित होस्। यौसुले बोल्दै जसले यो सहरको जग बनाउँछ जेठा छोरा मर्नुपर्छ, जसले यो सहरको मूल ढोका बनाउँछ कान्छा छोरा मरोस्। यौसुले उठेर नि जमिनमा उभिएर चाहिँ बोलिदिएको श्राप। अनि शब्द चाहिँ शब्द मात्र होइन, के हो हजुर भनिदिनुहोस् त, शक्ति हो। त्यो शक्तिले वरिपरिबाट त्यो जमिनलाई घेरेर ढुकेर बस्यो, वरिपरिबाट ढुकेर बस्यो प्रिय। यो खण्डलाई पनि नि तपाईँले पाउनुभयो भने पढिदिँदा हुन्छ। यौसु 6:6 पद तपाईँले पढ्नुभयो भने हुन्छ है। यौसु 6:6 ओके सरी मैले अलिकति तपाईँलाई अर्को खण्ड भनेछु। यो खण्डलाई नि हेर्दै गर्दा मलाई किन डर लागेको भन्दै गर्दाखेरि चाहिँ नि यो खण्ड हेर्दै गर्दा 6:26 पद पढिदिनुहोस् न ल। 6:26 पद। त्यसै समय यहोशूले तिनीहरूलाई शपथ
खुवाएर यसो भने, जो यो एरियो सहर बनाउन खडा हुन्छ त्यो परमप्रभुको अघि श्रापित होस्। यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ। आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिएछ। हेर्नुहोस् त, यौसु 6:26 नि यस्तो शब्द बोलिदियो, यो मान्छे श्रापित होस् जसले यो जग बनाउँछ, मरोस् उसको जेठा छोरा, मूल ढोका बनाउँदा कान्छो छोरा मरोस् भनेर बोल्दै थियो। अब यो शब्द चाहिँ कहाँ गएर पहिलो राजा 16 अध्यायमा गएर पुरा भएको छ। पहिलो राजा नि 16 अध्यायको 34 पदतिर गएर पुरा भएको छ। पहिलो राजा 16:34 भन्छ, आहाबको समयमा बेथेलका हियलले यरियोलाई पुनर्निर्माण गरे। त्यसको जग बसाल्दा तिनको जेठो छोरो अभिरामको मृत्यु भयो र त्यसको मूल ढोकाहरू बनाउँदा तिनको कान्छो छोरो सगुबको मृत्यु भयो। यो त वर्ष 5000 वर्षभन्दा पनि पछिको कुरा हो। यो त यस्तो धेरै वर्षहरू बितिसक्दै गर्दा पनि त्यो शब्द चाहिँ नि शक्ति भएर त्यो एरियालाई ढोकेर घेरेर बसिराखेको थिएछ। हेर्नुहोस् है प्रिय, तपाईँलाई कस्तो लाग्यो? शब्द मात्रै होइन रहेछ, शक्ति जस्तो लाग्यो? तपाईँलाई कस्तो लाग्दैछ? मैले अन्त गर्नुभन्दा अगाडि शब्द चाहिँ शब्द मात्र होइन रहेछ, के रहेछ? शक्ति रहेछ। वरिपरिबाट यो शक्तिले घेरे बस्यो। अनि बेथेलको हियलले यो सहरलाई फेरि पनि पुनर्निर्माण गर्दै गर्दाखेरि चाहिँ के भयो भन्दै गर्दा उसको छोरा अभिरामको जेठा छोराको मृत्यु भयो अनि कान्छा छोरा सगुबको पनि मृत्यु भयो र यौसुद्वारा बोलेको कुरा चाहिँ पुरा भयो भन्छ। भनेपछि आजको दिन तपाईँ र मैले बोल्दै गरेको शब्दहरू चाहिँ यति धेरै शक्तिशाली छ। अब हामीले अगमबानीको बोल्ने शब्दको कुरा गर्दै गर्दाखेरि चाहिँ नि त्योभन्दा अगाडि चाहिँ हामीले नकारात्मक बोल्ने शब्दहरू चाहिँ पुरा टोटली रूपमा हामीले बन्द गर्नुपर्छ। टोटली रूपमा नकारात्मक शब्दहरू, किनभने त्यो पनि शक्तिशाली भएको कारणले गर्दाखेरि। अनि चाहिँ अगमबानीको शब्दहरू चाहिँ परमेश्वरले हाम्रो मुखमा हालिदिन सुरु गर्नुहुन्छ, हालिदिनुहुन्छ। कोही कोही बेला हामीले आशा गर्छौँ, प्रतीक्षा गर्छौँ र पनि हुँदैन कोही कोही बेला, होइन? कोही कोही बेला हामी आफूले आफूलाई बोलेको हुन्छौँ, कोही कोही बेला आमा बाउलाई बोलिदिएको हुन्छौँ, कोही कोही बेला छोराछोरीलाई बोलिदिएको हुन्छौँ, तैँले उन्नति गर्दैनस्, तेरो उन्नति हुँदैन, तँ सकिस्, मरिस्, हुँदैन, सक्यो, हामीले बोलेका हुन्छौँ। यी एउटा ठाउँमा, यी नेपालमा एउटा ठाउँमा म थिएँ, एउटा 30 वर्ष पुगेपछि म मर्छु भन्थे एउटा भाइले। विदेशको लागि उसले सबै गरेर 1 हप्ता अगाडि उसको जन्मदिन मनाएर अब 1 हप्ता पछि चाहिँ ऊ विदेश जाने, कुवेत कि कहाँ जाने, होइन? अनि उसको केक काटेको अरे 30 वर्षको, टक्कै केक काटेर क्यान्डल जलाएर केक खाँदै गर्दा चाहिँ सर्केको त्यतिकै मऱ्यो। अनि म पनि थिएँ त्यति बेला। अनि सबै छक्कै परिराखेको थियो, अरे उसले त 30 वर्षमा मर्छु भन्थ्यो, हेर विदेशको फ्लाइटको टिकट धरि काटिसकेको, के भएर मर्यो? अनि सबै निचोड एउटा निस्क्यो, उसले बोलेको शब्दले चाहिँ उसलाई नै समात्यो। कोही कोही बेला म त मर्छु, बाँच्दिनँ, होस् कुनै के, हामीले यति धेरै बोलेका हुन्छौँ नि, त्यो शब्दहरूलाई पनि नि हामीले काट्नुपर्ने हुन्छ। अनि चाहिँ हाम्रो जीवनमा प्रोफेटिक डाइमेन्सन चाहिँ खोलिन सुरु गर्छ, गडली प्रोफेटिक डाइमेन्सन खोलिन्छ। नत्र चाहिँ यस्ता शब्दहरूले गाह्रो। मलाई पनि मेरो बाबाले भन्नुभएको थियो एक दिन, म चाहिँ अब अघि भनिहालेँ नि, बाउरे ब्रेन छोरा हाब्रेन भएर हिँडेको, पास्टरको बजार, हामी दाजुभाइ सबै पास्टर घरमा। तर म चाहिँ त्यति बेला चाहिँ बाउ पास्टर, बाउ छोरा अर्कै कुराको मास्टर, 3जना पास्टरको छोराहरू सानो बिग्रेको थिएन। फेरि पछि गवाई सुनेको, मभन्दा बिग्रलहरूको गवाई सुनेछु। मलाई त यस्तो लाग्यो अलिक कम्ती पो बिग्रेर आयो, मभन्दा झन्डाहरू थिएछ फेरि अरू कुनै ठाउँमा जाँदा। तर एक दिन चाहिँ म स्कुलबाट बाबालाई घरमा खबर पठाएर 3जना साथीहरूसँग लागेँ। अनि यस्तो डरलाग्दो एन्टेन ट्याब्लेट खुवाएर, हात्ती जाँड पनि खुवाएर लगेको रहेछ केटाहरूले, थाहा भएन। 3 दिनमा म होस् नआएको मेरो। अनि 3 दिनपछि चाहिँ म जबरजस्ती घर आउँदै थिएँ साथीहरूसँग, बिचमा केटा साथीहरू पनि थियो, केटी साथीहरू पनि थियो। हिरो भएर गोजीमा हात लाएर उकालो आउँदै थिएँ कि बाबा खोज्दै आउनु भएको छ नि। अब मेरो बाउ चाहिँ बाघ भन्थेँ मैले, कडा स्वभावको मेरो बाबा चाहिँ हो। अनि माथिबाट एउटा शब्द भन्नुभयो, ए त्यो भन्नु त मन पर्दैन मलाई, तर पनि भन्छु ल, ए भन्छ तेरो घर छैन? भाउकै स्वर हो। यसो फर्केर हेरेको त बाबा पो रहेछ। बाउ भनेपछि त छोराहरू थुरथुर थियौँ नि त हामी, कुटाइ भेटेर अर्कै खालको डिजाइनको हान्थ्यो बाबाले। अनि भन्थ्यो बाउ होइन बाघ हो भन्थ्यौँ हामी। अनि बाबा पो रहेछ, ला बाघसँग भेट हुँदा कस्तो भयो? अनि घरमा गएर हुन्छ तेरो, म घर चिनाउँछु भन्नुभयो। अनि मनमा सोचेँ घरमा गएर दियो भने त ठिकै छ, साथीहरूको छेउमा चाहिँ नदियोस् भनेर साथीहरूलाई जान्छु पनि भनिनँ मैले। खुत्तै निस्केँ कि अहिलेसम्म 28 वर्ष भयो, 28 वर्ष भयो एउटै साथीभाइ पनि भेटेको छैन मैले। त्यो दिन छुट्टेको कहाँ छ मलाई थाहा छैन।
तर बाबाले घरमा गएर दिन्छु भनेको विश्वास लागेको थियो। अलिक पर पुगेर हाँस्दै भन्नुभयो बस बस भन्नुभयो। कोही कोही बेला दिलकी गर्नुहुन्थ्यो अरे ए आज गफ हुने रहेछ लामो बाटोमा बसेको त पक्रेर त्यहाँबाट घरमा त होइन बाटैबाट सुरु गरेँ। यस्तो त्यो डिजाइनको थियो हावा चल्दा पनि जिउ दुख्ने कस्तो चाहिँ भेट्यो हो। त्यहाँबाट फेरि अलिक घरको मुनि पुगेपछि एउटा खोला छ त्यहाँ पनि बस बस भने अब त हिर्काउँदैन होला सक्यो होला भने त्यहाँ झन् पानीमा चोबल्दै थियो। इन्स्टलमेन्टमा धुलाई भेटेको भनौँ न। यस्तो फेरि बाबाले चाहिँ आइडिया लगाएको छ घरमा गएपछि चाहिँ आमाले कुट्नु दिँदैन भनेर। जति हान्नु थियो बाटोमै हानेको रहेछ बाबाले। अब जिउ त कस्तो हावा चल्दा दुख्ने भएको थियो सक्यो नि। अनि आमाको छेउमा पुगे चाहिँ हिर्काउनु भएन। यहाँबाट चाहिँ अब त्यो अलिक कलिलो अलिक के भन्नु त्यो अलिक अझै कलिलो भएको भने चाहिँ छेड्थ्यो होला जस्तो लाग्यो। यहाँबाट चाहिँ थिचेर बाबाले भन्नुभएको त कुकुरले नपाउने दुःख पाउँछस्। बाबाले दिएको सराप रहेछ त्यो त थाहा भएन। तैँले चाख्छस् भोकले मर्छस्। बाबाले अब के भने अनि मुनि राखेर चाहिँ पुरा ट्रिलले घोचेको जस्तो दिएको। अनि सही बसे कुटेन भने त ठिक छ बाबा मनमनमा। अनि आमाले चाहिँ हेर्छ पुलुक पुलुक आमाको छेउमा एक थप्पड पनि हिर्काएन। यस्तो शब्द बोल्यो त दुःख पाउँछस् चाख्छस् भेट्छस्। फेरि त्यही बेलुका आमाले कुखुराको मासु भात के मिठो दिएको। यस्तो मिठो मासु भात दियो। अनि बाबा हामी एउटै टेबलमा बसेर खाएको हो। खै दुःख पाउँछस् भने मासु भात भेटाइयो त मनमनमा है त मासु भात भेटाइयो त। ए हाउडा हो तपाईँको कुरा मनमनमा भन्दै फर्के हुँदै भएको खायो। भोलि पर्सि दिनहरू बित्यो हुर्के पछि बाबाले पनि बिर्सियो होइन। पछि ठुलो भए विवाह गरे परिवारको धनी भए पास्टर भए सेवाकै गर्ने समय आयो कि त्यहाँ त्यति बेला पो त्यो शब्दको शक्ति चाहिँ एक्टिभ भएको रहेछ मेरो जीवनमा नि। यस्तो दुःख भयो सबैले भन्थे सेवाकै छोड्दे नगर सेवाकै तैँले बुढी नानीहरू बिजोग पार्छस् भन्थे सेवाकै छोड्दे। अनि म चाहिँ प्रभुको सेवाकाको लागि हात उठाएको। मेरो ठुलो छोरी जन्मिएको थियो। यति दुःख थियो यति दुःख रातभरि छोरी रुन्थ्यो। मेरो श्रीमती एउटा कुर्ता पाइजामा लगाएर 1 वर्ष सेवाकै गरेँ प्रभुको सेवाकै। उसको जन्मदिनमा नि 10 रुपियाँको कार्ड किनेर दिने पैसा पनि नहुँदै गर्दा मेरो श्रीमतीको हात समातेर भनेको छ प्रिस्किला म तिमीलाई धेरै माया गर्छु। तिमी जस्तो ईश्वरीय पत्नी प्रभुले मलाई दिनुभयो। धेरै सुख दिन्छु भनेर ल्याएँ तर तिमीले 1 वर्ष एउटा कुर्ता पाइजामा लगाएर प्रभुको सेवाकै मसँग गर्यौ। मलाई कहिले पनि छोड्छु भनेनौ। प्रभुको सेवाकै नगरौँ भनेर कहिले पनि भनेनौ। त्यो दुःखको अवस्थामा भोकै हुँदै गर्दा प्रभुको सेवाकैमा तिमीले मलाई हात र साथ दियो। प्रिस्किला म तिमीलाई माया गर्छु। प्रभुले दिनुभएको पत्नी हो। म प्रभुलाई धन्यवाद भन्छु। गुवारुको छ बर्थडेमा नि उसलाई 10 रुपियाँको कार्ड किनेर दिने पैसा पनि हुँदैन थियो। पुरानो भइसकेको कुर्ता पाइजामा लगाएर मसँग सेवा गर्थ्यो। हेर्नुहोस् है उसँगैको साथीहरू नयाँ हप्ता पछि लुगा फेर्थ्यो। तर मेरो श्रीमती भरे चाहिँ थाहा भएन त्यो शब्दको शक्तिले चाहिँ काम गरेको रहेछ। नानी रुन्थ्यो खानु हुँदैन थियो 10 रुपियाँको दुध किनेर दिने पैसा हुँदैन थियो मेरो नानीलाई। ठुलो छोरी कृपा हिजो अस्तिसम्म म धरानसम्म लिएर आएको थिएँ। अहिले घरमा रेस्ट गरेको छ। हेर्नुहोस् है यति धेरै दुखाउँथ्यो शैतान डाँट्थ्यो। रुनु थालेपछि अब भोकले रुखलाई शैतान डाँट्दा कहाँ हुँदो रहेछ। शैतान डाँट्थ्यौँ अनि पुरा प्रार्थना गर्थ्यौँ। भरे चाहिँ आमालाई पौष्टिक आहार नपाएपछि नानीलाई पनि नपुग्दो रहेछ। पुरा रुन्थ्यो। अनि एक दिन त हामीले निप्पलको बोतलमा मनतातो पानी हाल्यो। दुध हाल्ने भाँडामा बोतलमा मनतातो पानी हालिकन प्रभुको अगाडि रुँदै प्रार्थना गरेको छौँ। प्रभु हामी तपाईँको सेवाकै गर्दैछौँ। यति धेरै दुःख भयो हामीले 10 रुपियाँको दुध किनेर दिने पैसा छैन। इभन भेटिहाल्ने पैसा छैन। 10 रुपियाँमा मान्छेले पत्याउँदैन। यति गाह्रो भयो। तर हाम्रो नानी चाहिँ भोकले रोएको छ। हामीलाई याद लाग्छ रातको 10 बजी प्रार्थना गरेर यो पानी चाहिँ नि अब प्रभु नानीको मुखमा हामी हाल्छौँ। यस्तै पानीलाई तपाईँले दाखरस बनाउनु भएको दागमत बनाउनु भएको कानासरको विवाहको भोजमा आज यो पानीलाई दुध बनाइदिनुहोस् न प्रभु। रुएको छ बुढाबुढी। प्रभु यस्तो यही पानीलाई तपाईँले दागमत बनाएको आज दुध बनाइदिनुहोस्। अनि यो नानीको मुखमा बस्दा चाहिँ दुध होस्। गुहार प्रार्थना गरेर नानीको मुखमा मनतातो पानी हालिदिएको कि छोरी कृपाको मुखमा घट 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 पिएर नि पिउँदै सोधेको। बिहान बनाएको छु मैले रुएर छर्लङ्गै बनाएको छु। कोही बेला प्रभुले त्यस्तो आशा कामहरू गर्नुहुन्थ्यो। यति गाह्रो थियो दुःख थियो। अनि मान्छेले भन्थ्यो सेवाकै नगर अनि छोड। प्रायः हामी फास्टिङ बस्थ्यौँ त्यति बेला। यति धेरै दुःख हुन्थ्यो कि त्यो समयमा। अनि एक ठाउँ एउटा सेवाकैमा जानुपर्ने जहिले पनि मैले गवाई भनेको छु। मेरो बाबाले मलाई कालो सुट सिलाइदिनु भएको थियो। मेरो साथीले साह्रो मन पराउँथ्यो। उसँग चाहिँ पैसा थुप्रै हुन्थ्यो। अनि
साथीले जहिले पनि त्यो कोट सुट किन्नु माग्थ्यो कि मलाई भन्दा फिटिङ, मलाई भन्दा ह्यान्डसम उसलाई देख्ने। अनि साथी मलाई 800 रुपियाँमा 1000 रुपियाँमा देऊ न भन्थ्यो कालो सुट। मैले कहिले बेच्दिनँ भनेर बाचा बाँधेको थिएँ, किनभने मेरो कोट, मेरो सुट र श्रीमतीको त्यो विवाहको दिन लगाएको साडी चाहिँ एउटा यस्तो चिन्ह थियो, भविष्यमा हाम्रो पुस्ताहरूले देखोस् भन्ने एउटा सपना थियो। अनि साथीले किन्नु माग्दा मैले दिदिनँ थिएँ। मलाई तिमीले धेरै पैसा दियो भने पनि म दिदिनँ भन्थेँ कि। तर एक दिन त टिस्टा भ्याली भन्ने ठाउँमा म वर्सिप गर्न जानुपर्ने भयो सेवाकाईको लागि। अनि त्यति बेला 300 रुपियाँ पैसा पुगेन। 300 रुपियाँ पैसा नपुग्दै गर्दाखेरि चाहिँ मेरो माइन्डमा के आयो भन्नुहोस् त, कोट बेचिदिन्छु भन्ने एउटा जोस पनि थियो। कोटै बेचिदिन्छु होस् भनेर साँझमा श्रीमतीलाई पनि नभनिकन साथीको घरमा गएँ। साथीले फुलमा पानी हाल्दै रहेछ। साथी तिमीले मनपर्ने कुरा लिएर आएको छु भनेको त सुट अरे। अनि मैले भने सुटै सोच्दै थियो भनेर दिलारी गरेँ। अनि मलाई 300 रुपियाँ चाहिएको छ, अनि मैले कोट चाहिँ लिएर आएको छु देऊ ल मैले भने। मलाई कन्फर्म उसले किन्छ भन्ने थियो कि। तर साथीले खोइ पेन्ट भने। अनि मैले भने पेन्ट चाहिँ म आफै लाउँछु, त्यही भएर त 300मा दिएको। साथीले भने खोइ पेन्ट बिनाको कोट चाहिँ कुन चाहिँ पागलले लाउँछ। अनि मैले भने ल त्यसो भए 250 देऊ। साथीले पेन्ट लिएर आइज भने। अनि मैले भने 200 रुपियाँ देऊ। अनि मलाई चाहिँ लाग्यो दुःख सुख त म पुग्छु भनेर 200 रुपियाँ दिनु, अनि पेन्ट चाहिँ म आफै लाउनुपर्छ। साथीले पटक्कै मानेर पेन्ट बिनाको कोट चाहिँ कसले लाउँछ। अनि मलाई पनि लास्टमा चाहिँ झसक्कै भयो कि ए हो त साँच्चै म के भएको भन्ने भयो कि। भरे त पेन्ट अर्कै कोट अर्कै लाउँदा पनि हुन्थेछ। हतार कुद्दै घरमा आएँ। अनि आधा बाटोमा आएर मेरो 2जना साथीहरू जान्थ्यो। उनीहरूलाई भने म भोलि जानु पाउँदिनँ किनभने मसँग भाडा भएन, पास्टर बाउलाई भनिदिनु ल भनेको थिएँ कि। हुन्छ हुन्छ हामी भनिदिन्छौँ भने साथीहरूले हामी हालिदिन्छौँ भन्छ कि भनेर चाहिँ भनेको थिएँ खास। हुन्छ हुन्छ हामी भनिदिन्छौँ भनेपछि मेरो हार्ट झन् ब्रेक भयो कि। भित्र चित्त दुख्यो, अरे साथीहरूले पनि नहाल्दो रहेछ, सेवाकै गर्छु भनेर त साथ पाइँदैन रहेछ। अब त्यो हुन्छ नि, चोट लागेको मान्छे कोट बिग्रिन भएर घरमा स्वाटै बसेको थिएँ भित्र कोट झन्डौँ भनेर गिटार देखेँ बेड खाटमा नि। गिटार देखेँ, मलाई छुनु मन लाग्यो। अनि मेरोबाट कोट एकछिन राखेर गिटार छुनु मन लागेर छ्याप्पै समातेँ, काखमा गिटार राखेँ, बजाउन थालेँ। बजाएको पुरा गीत गाएछु मैले। भरे त्यो झन्डै साँझमा बसेको जमक्कै रात परिहालेछ। आमाले बोलाउनु भयो, ए कस्तो गीत गाएको लाटाले जस्तो भने, भोक लागेन तँलाई, खाना खाँदैनस्, आइज खाना खाइहाल भन्नुभयो कि। झसङ्गै भएँ म के त्यति बेला। भरे त अनि आमालाई गएर सोधेँ, आमा मैले कतिवटा गीत गाएँ भनेको त 18वटा चाहिँ मैले गनेँ भने। मलाई अहिलेसम्म थाहा छैन कोट बिक्री नभएकोमा गाएँ कि साथीहरूले हुन्छ हुन्छ भनिदिन्छु भनेकोमा गाएँ कि हो चित्त दुखाएर गाएँ। अहिलेसम्म मलाई भोलि जानु पाउँदिनँ भनेर त्यो चित्त दुखेर गाएँ कि मलाई थाहा छैन। तर मैले गाउनु चाहिँ 18वटा गाएँ अरे। आमाले भन्नुभयो 18वटा गनेँ, त्यहाँदेखि उता चाहिँ मलाई आएन, गनिनँ, म वाक्कै लाग्यो भन्नुभयो। त्यसपछि खानासाना खानु पनि सकेन, खायो है, अलिअलि जुठो लाएँ, श्रीमतीलाई भाँडाकुँडा धुनु सघाएँ। अनि कोठामा बस्ने बेलामा चाहिँ अब भन्नु पऱ्यो नि त श्रीमतीलाई म भोलि जाँदिनँ भनेर। अनि लाइट अफ गरेँ, ढोका बन्द गरेर श्रीमतीलाई अब भन्नु पऱ्यो म भोलि जाँदिनँ भनेर भनेको त फेरि बाहिरबाट ढोका ढकढक ढकढक भाइ भाइ भन्छ। त्यसो त कोट बिग्रिन नभएकोमा रिस उठिराखेको थियो। यति बेला ढकढक गर्नु चाहिँ को हो भनेर मेरो धम्क्यायो। भरे त मेरै काइला दाइ रहेछ, पास्टर माइकल रहेछ। अनि उसले भने म भाइ पास्टर माइकल बोलेको, तिम्रो लागि मैले भेटी छुट्याइ राखेको छु 500, अस्तिदेखि दिउँ भनेको बिर्सिहाल्छु। भोलि म सिक्किम जाँदैछु, आधा बाटोसम्म हिँडेर जानुपर्छ, अनि तिम्रो लागि छुट्याइदिएको 500 छ भन्छ। कति अरे धोका नपर्ने। अब 300मा कोट बेच्नु गएको मान्छे सुत्ने बेलामा 500 छ भन्छ बाहिरबाट हो। कति अरे भनेर सोधेको, 500 छ सुप लगाएर खोला न भन्दा त म ढोका खोलिसकेँ। अनि यसो ल तिम्रो लागि भेटी ल भनेर त्यो कि दाइले हेर्छु 100को साटले राखिदिएको रहेछ। गने 500 छ, उतापट्टि फर्काएर गने हो कि होइन भने विश्वास नलाग्यो। 500 छ, मेरो लास्टमा देब्रेपट्टिबाट गने। प्रभुलाई भने प्रभु तपाईँ कति विश्वासयोग्य। अनि मैले भने श्रीमतीलाई प्रेसकेर प्रार्थना गरौँ न। हात दाजुले पनि हेरिराखेको छ, दाजुलाई धन्यवाद पनि भनेको छैन हो। छ्याप्पै समातेर प्रभु तपाईँलाई धन्यवाद, मलाई चाहिएको त 300 मात्र थियो, त्यहाँबाट उता त प्रार्थना गर्नै सकिनँ। यस्तो भित्र भकानी। अनि म त गुहार रहेछु 300 समातेर नि 500 समातेर, प्रभु मलाई चाहिएको 300 थियो, तर तपाईँ कति विश्वास गरे मलाई 500 रुपियाँ दिनुभयो। गुहार रे म। दाजुले बुहारी पैसा देखेको थिएन यसले
श्रीमतीले तपाईँले पैसा 500 देखेको थिएन, अब कति देखेको नि 500 पैसा देखेको, तर म कन्ट्रोलै भएन 3 लाख रुपियाँ पठाएँ प्रभुको विश्वासयोग्यतालाई मैले देखेर। अनि रातभरि सुतिन, श्रीमतीले 200 छोडिराखेँ, प्रभुलाई दिनु ल भनेर कि बिहान गाडी स्टार्ट नभइकन चाहिँ त्यो ठाउँमा पुगेको। ड्राइभर दाजु भर्खर आइपुगेको मात्रै थियो। सुताइ भएन भाइ भने, म सुतिनँ दाइ भने। अब किन भनेर चाहिँ सोधेन, सुत्न चाहिँ सुत्दैन, खुसी थिएँ। त्यहाँबाट 2 घन्टापछि चाहिँ गाडी स्टार्ट भयो। अनि आएँ, फ्रन्ट सिटमा राख्यो दाइले। भरे त त्यो 2 भाइ साथी पनि उठाउनु पऱ्यो नि त, आधा बिचमा आएपछि त 2 भाइ साथीहरू पनि उठाउँदै आएको, त उनीहरूलाई त सेकेन्ड सिटमा हालिदियो। अलिक पर पुगेर चाहिँ 2 भाइ चाहिँ ब्याक सिटमा ल भाइ भन्छ। अनि म चाहिँ मनमनमा भने ओहो म त निकै धर्मी मान्छे पो रहेछु, यो 2 भाइ त ठिक छैन क्या हौ जस्तो लाग्यो। हिजो बेहोरा सुन्दा हेर्दा पनि मलाई ठिक लागेको थिएन, म त निकै गजकै भइगएको थिएँ। प्रभुले भन्नुभयो एकछिन पख भन्नुभयो, बेहोरा चाहिँ तेरो एक कच्चीको तेरो पनि छैन, त मा खत्तम म मान्छे त धर्मी भएर यो सिट पाएको कहाँ हो त। अनि प्रभुले भन्नुभयो हिजो गाइस् त तैँले 18वटा भजन गाएको त, धन्यवाद, प्रशंसाको बलिदान गरिस् तैँले भन्नुभयो नि। हुँदाखेरि गीत गाउने धेरै हुन्छ, नहुँदा चाहिँ तैँले गाइस् नि, त्यो चाहिँ नहुँदा गाएको चाहिँ प्रशंसाको बलिदान हो भन्नुभयो। अनि म त्यो दिन यति खुसी भएँ, सेवाका राम्रो भयो। गएर 1 हप्ताको सङ्गतिहरू सेवाकाहरू सकेर आएँ, महिना दिन आनन्द रमाइलो, फेरि दुःखले चेप्यो। अनि एक दिन त निर्णय गर्नुपर्ने भयो, अब सेवाकै गर्ने कि नगर्ने। 3 दिन उपवास बस्यौँ, प्रभु बोल्नु भएन। अन्तिम दिन साँझ राति थियो, बसेर प्रभुलाई भन्यो प्रभु तपाईँ हामीसँग बोल्नुहोस्, साह्रो दुःख भयो, तपाईँको सेवाकै गर्छौँ भनेर हात उठाएको थियौँ। यति धेरै कष्ट छ, दुःख छ, परिवार छ, धेरै दुःख भयो हामीलाई। अब हामीले सेवाकै गर्नको लागि, सेवाकै छोड्नको लागि तयारी छौँ। सबले त्यसो भन्दैछ, यो दुःख छ, म फेरि सेवाकै गर्छु, कमाएर आएर म फेरि सेवाकै गर्छु प्रभु। प्रभुलाई भन्दै गर्दा प्रभुले त भन्नुभयो ए तँलाई त यस्तो डरलाग्दो शक्तिहरूले, श्रापको शक्तिहरूले, श्रापको शब्दहरूले चाहिँ तँलाई समातेको छ। अनि तेरो बाबाले यो ठाउँमा भनेको शब्दहरू थियो, यसो भनेर बोलेको शब्दहरू थियो, यस्तो थियो, हेर तैँले दुःख पाउँछस् भने त तडपिन्छ, रुन्छस् भन्दै थियो। अनि तेरो जीवनमा चाहिँ आजको दिन त्यो अलार्म बज्न सुरु गरेको छ। तेरो पापा भएकोमा जा गएर त्यो शब्दहरूलाई तैँले ब्रेक गर, त्यो शब्दहरूलाई चाहिँ तैँले नष्ट गर। अनि मैले चाहिँ राति 10 बजी चाहिँ रोँदै मेरो बाबाको कोठा ढकढकाएको छु। अनि बाबालाई भने प्रभुले यसो भन्नुभएको छ, बाबा यो शब्दहरू म आज फर्काउँदैछु, म सरी भन्छु, मैले तपाईँको आज्ञा उल्लङ्घन गरेँ होला, त्यति बेला बोल्नुभयो होला, म सरी भन्छु पापा। अनि त्यति बेला पापाले भन्नुभयो लु मलाई थाहा छैन, त्यति बेला त म त प्रभु पाएको थिइनँ, त सुध्रिन्छस् होला भनेर भनेको थिएँ, यदि प्रभुले तँलाई भन्दैछ भने नि आइज लु घोडा टेक। अनि बहुत सराप भएर यति बेलाको श्रापलाई हामीले ब्रेक गऱ्यौँ, त्यो शक्तिहरूलाई ब्रेक गऱ्यौँ। अनि मैले भने मेरो शिरमा हात राखेर आशिष बोलिदिनु। पापाले आशिष बोलिदिनु भयो, तिमीले उन्नति गर्नेछौ, अगमबानी वचनहरूलाई बोलिदिनु भयो, समृद्धि हुनेछ, प्रशस्तताको कुराहरू पापाले जब बोलिदिनु भने भोलिको दिनदेखि प्रभुले यति ठुलो आशिषको ढोकाहरू खोल्नुभयो, यति धेरै आशिषको ढोकाहरू। भने मेरो नानीले, एउटा नानीलाई दुध पिलाउन सक्दिनँ थिएँ, तर प्रभुले हजारौँ नानीहरूलाई दुध मात्र होइन, खानापिना मात्र होइन, लुगाफाट मात्र होइन, उनीहरूको जिन्दगीको लागि धेरै कुरो गर्नको लागि प्रभुले अनुग्रह गर्नुभयो। अनि म प्रभुलाई धन्यवाद भन्छु। र त्यो दिनदेखि मैले के बुझेँ भन्नुहोस् त, ओहो हाम्रो जीवनमा शब्दको शक्तिले हामीलाई धेरै समातेको हुँदो रहेछ। अनि अगमबानी पनि एउटा शब्द हो भनेदेखिलाई नकारात्मक शब्द पनि हाम्रो अगमबानीको अगेन्स्टमा उठ्ने त्यो एउटा शक्ति हो होइन, जसले चाहिँ हाम्रो आयामलाई रोक्दछ। अनि आजको दिनमा तपाईँलाई भनौँ हामी एकछिन हाम्रो ठाउँमा खडा हुनेछौँ। धेरै लामो बोलेको